नमस्कार, म शिव डाँगी। आज हामी वन डढेलो नियन्त्रण, व्यवस्थापन र जैविक संरक्षण सम्बन्धी रेडियो बहस कार्यक्रम सञ्चालन गर्न बागसौर नगरपालिका वडा नम्बर 3 मा रहेको नौलो शान्ति सामुदायिक वन उपभोक्ता समूहमा आइपुगेका छौँ। डिभिजन वन कार्यालय सल्यानको समन्वय, रेडियो राप्ती एफएम सल्यानको समन्वयमा यो कार्यक्रम सञ्चालन भइरहेको छ। खास गरी आज हामी यस क्षेत्रमा रहेका एउटा सामुदायिक वन मात्रै नभएर सम्पूर्ण सामुदायिक वनलाई छलफल गर्ने, केन्द्रित गर्ने उद्देश्यका साथ यो कार्यक्रम सञ्चालन गर्न गइरहेका छौँ। एउटा आज हामी नमुनाको रूपमा नौलो शान्ति सामुदायिक वन उपभोक्ता समूहमा छलफल गर्न गइरहेका छौँ। यो छलफलमा जवाफदेहीको रूपमा बसिदिनको निम्ति म यस सामुदायिक वनका अध्यक्ष पुष्पा कुमारी डीसीज्यूलाई अनुरोध गर्न चाहन्छु। त्यसै गरी जवाफदेहीकै रूपमा बागसौर नगरपालिकाका नगर प्रमुख आदरणीय व्यक्तित्व जनकराज गौतमज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी जवाफदेहीकै रूपमा डिभिजन वन कार्यालय सल्यानका प्रमुख टेक बहादुर रावल सरलाई हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी जवाफदेहीकै रूपमा अतिथि सिट आसन ग्रहण गरिदिन म सामुदायिक वन उपभोक्ता महासङ्घका डम्बर भण्डारी सरलाई अनुरोध गर्न चाहन्छु। त्यसै गरी इलाका प्रहरी कार्यालय सल्यानका इपरका थारमरेका प्रतिनिधि सरलाई पनि अनुरोध गर्न चाहन्छु र उपस्थित लगायत अनि त्यसै गरी हुनुहुन्छ यहाँ कार्यपालिका सदस्य ज्यूलाई पनि म जवाफदेहीको रूपमा आसन ग्रहणका निम्ति अनुरोध गर्न चाहन्छु। त्यसै गरी सब डिभिजन कार्यालय थारमरेका प्रमुख सरलाई पनि जवाफदेहीको रूपमा सिट आसन गराउन अनुरोध गर्छु। त्यसै गरी रेडियो राप्तीको सञ्चालक सत्ता शारदा मिडिया सङ्गमका अध्यक्ष रमेश कुमार गौतम सरलाई पनि अनुरोध गर्न चाहन्छु। वनका अध्यक्षसँग जान चाहन्छु। तपाईँसँग सुरुमा जान चाहन्छु, यो तपाईँको नौलो शान्ति सामुदायिक वनको अवस्था कस्तो छ? कस्तो छ संरचना? के कुराहरू प्राप्त हुन्छ? कस्तो छ अवस्था? नौलो शान्ति समुदाय वनको अवस्था राम्रै छ। कति हेक्टरमा फैलिएको छ? कस्तो छ? उपभोक्ता कति हुनुहुन्छ बताइदिनु न। हाम्रो हेक्टर 124.5 हेक्टर र हाम्रो उपभोक्ताहरू लगभग 200 घरधुरी सङ्ख्या हुनुहुन्छ। अनि तपाईँ राष्ट्रिय वनबाट सामुदायिक वनमा आउनु भएको छ है। सामुदायिक वनमा आइसकेपछि कसरी संरक्षण गरिरहनु भएको छ? पहिलेको भन्दा अहिले हाम्रो समुदाय वन धेरै राम्रो बनाएका छौँ र पहिले राष्ट्रिय वन हुँदाखेरि यसरी वन हेरालो पनि राख्ने थिएन र अहिले हाम्रो समुदाय वन बनिसकेपछि हामीले वन हेरालो चौकीदार पनि राखेका छौँ र हामी सबै समिति लगायत हाम्रो उपभोक्ताहरू सबैले गर्दाखेरि हाम्रो वन हामीले धेरै संरक्षण गरेका छौँ। आम नागरिकलाई सामुदायिक वन हुँदाखेरि संरक्षणमा कस्तो देख्नुभयो यहाँले? हाम्रो यहाँको उपभोक्ताहरूले हाम्रो नागरिकहरूले राम्रै मान्नु भएको छ र अहिलेसम्म उहाँहरूले पनि हाम्रो वन संरक्षण सबैले गरिराखेका छ। म डिभिजन वन कार्यालय सल्यानका प्रमुख सरसँग जान चाहन्छु। धन्यवाद हाम्रो सञ्चालक सरलाई। सर्वप्रथम म यहाँ सम्पूर्ण उपस्थित महानुभावहरूमा डिभिजन वन कार्यालयको तर्फबाट यहाँ सबैलाई हार्दिक नमस्कार गर्न चाहन्छु। खास गरेर अब यो सामुदायिक वन उपभोक्ता समूह गठन, सामुदायिक वन हस्तान्तरण भनेको यो सरकारको समुदायमा आधारित वन व्यवस्थापन कार्यक्रम अन्तर्गतको कार्यक्रम हो। यो मुख्य गरेर के भने अब पहिला यो 2013 सालदेखि करिब 2035 सालसम्म सरकारले चाहिँ सबै वनलाई राष्ट्रियकरण गरेर सरकारले नै हेर्ने भन्ने एउटा नीति लिएको थियो। त्यो बेलामा चाहिँ वन संरक्षण नभइकन वन चाहिँ एकदमै बढी विनाश हो र त्यो अनुभवलाई, त्यो सिकाइलाई चाहिँ त्यो बेलाको सरकारले चाहिँ पछि गएर के महसुस गर्यो भने वास्तवमा वन चाहिँ वरिपरिका समुदायलाई चाहिँ संरक्षण गर्ने जिम्मा दियो भने उहाँहरूले त्यो चाहिँ आफ्नो सम्पत्तिको रूपमा, आफ्नो अपनत्व, आफ्नो घरको सम्पत्ति जस्तै माया गर्नुहुन्छ र त्यो महसुस गरेर उहाँहरूले चाहिँ त्यो संरक्षण गर्नुहुन्छ भनेर यो सामुदायिक वनको नीति चाहिँ लिएको हो। र सामुदायिक वनको नीति लिँदाखेरि पहिला चाहिँ तपाईँको 2035 सालमा चाहिँ पञ्चायत संरक्षित वन र पञ्चायती वन भन्ने थियो त्यो बेलामा, होइन। पञ्चायत संरक्षित वन भनेको चाहिँ तपाईँको यो प्राकृतिक रूपमा रहेको वनलाई भन्थ्यो भने पञ्चायती वन भनेर तपाईँको त्यो वृक्षारोपण गरेर जोगाएको वनलाई चाहिँ पञ्चायती वन भनेर त्यसरी चाहिँ समुदायमा हस्तान्तरण गरेर त्यहाँबाट चाहिँ सुरुवात भएको हो यो सामुदायिक वन। र पछि वन ऐन 2049 आइसकेपछि सामुदायिक वन उपभोक्ता समूह चाहिँ
गठन गर्ने र त्यो सामुदायिक वन उपभोक्ता समूहलाई सामुदायिक वन हस्तान्तरण गर्ने एउटा नीति लियो सरकारले। वास्तवमा यो सामुदायिक वनको नीति भनेको अहिले संसारमै यो नेपालको सामुदायिक वनको नीति चाहिँ एउटा उदाहरणको रूपमा होइन परिचय दिएको छ र यसले गर्दाखेरि नै सामुदायिक वनको नीतिले गर्दाखेरि अहिले चाहिँ हाम्रो वन संरक्षण हुने, वनको सदुपयोग हुने र वनको चाहिँ सम्वर्धन हुने सम्पूर्ण काम चाहिँ राम्रोसँग सफल भएको छ र बढ्दै गएको छ। अनि यहाँनिर जस्तो उहाँ आम उपभोक्ताले सामुदायिक वनलाई संरक्षण गर्न के कुरामा बढी ध्यान दिनुपर्छ? एकदम अब म त्यो कुरामा पनि जाँदैछु। वास्तवमा यो सामुदायिक वन चाहिँ हस्तान्तरण गर्ने 3टा कुरा हुन्छन्। त्यसको आधार चाहिँ 3टा छ। एउटा के छ भने तपाईँ परम्परादेखि चर्चेको अथवा त्यो वनमा चाहिँ भोगचलन गरेको परम्परादेखि भोगचलन गरेको हुनुपर्ने एउटा, र अर्को पाइक पर्ने हुनुपर्ने, आफ्नो गाउँसँग सटेको अथवा नजिक पर्ने पाइक पर्ने एउटा जङ्गल हुनुपर्ने, र अर्को चाहिँ के भने त्यो समूहले त्यो वनलाई व्यवस्थापन गर्ने क्षमता राख्नुपर्ने। किनभने कति घरधुरी हुन्छ त्यही अनुसारको वन चाहिँ हस्तान्तरण गर्ने हो। जस्तै तपाईँको 200-300 हेक्टर वन छ तर घर चाहिँ 1-2-4वटा घरधुरी मात्रै छन् भने व्यवस्थापन गर्न सक्दैन हो। त्यो हिसाबले चाहिँ यो 3टा कुरालाई आधार मानेर सामुदायिक वन दिएको हुन्छ र सामुदायिक वनलाई यहाँहरूले चाहिँ के भने त्यसलाई संरक्षण गर्ने, सम्वर्धन गर्ने र सदुपयोग पनि गर्ने हो, त्यसको उपयोग पनि गर्न पाउने एउटा नीति छ। र सामुदायिक वनको मुख्य चाहिँ के छ भने एउटा विधान र कार्ययोजना हुन्छ, 2टा किताब हुन्छ तपाईँहरूको। विधान भनेको समूह सञ्चालन कसरी गर्ने भन्ने किताब हो र कार्ययोजना भनेको के भने वनमा के गर्ने कसरी गर्ने भन्ने लेखेको एउटा किताब हो। त्यो 2टा किताबलाई राम्रोसँग यहाँहरूले पढेर त्यसलाई कार्यान्वयन गरिदिनु भयो भने सामुदायिक वन एकदमै सफल हुन्छ र त्यो तपाईँहरूको आफ्नो सम्पत्ति हो। र अर्को कुरा के भने सामुदायिक वन हस्तान्तरण गर्दाखेरि सामुदायिक वन उपभोक्ता समूहलाई त्यो वन क्षेत्र दिएको जग्गा चाहिँ दिया होइन, त्यहाँ चाहिँ वनमा चाहिँ त्यो वनलाई खेती गर्नुहोस्, त्यसलाई हुर्काउनुहोस्, बढाउनुहोस्, संरक्षण गर्नुहोस् र त्योबाट आएको आम्दानी चाहिँ तपाईँहरू समूहमै आफू खुसी गरेर त्यसलाई चाहिँ चलन व्यवहार गर्नुहोस् भन्ने हिसाबले चाहिँ यो सामुदायिक वन दिएको हो। त्यस कारणले यहाँहरूको सहभागिता, यहाँहरूको सक्रिय सहभागिता भयो भने मात्रै त्यो सामुदायिक वन संरक्षण हुन्छ र संरक्षण भएर वन राम्रो भयो भने फाइदा पनि तपाईँहरूलाई हुन्छ, त्यो कुनै अर्कोले लिँदैन त्यहाँबाट फाइदा। त्यस कारणले यसमा चाहिँ तपाईँहरूको सक्रिय सहभागिताको भूमिका चाहिँ आवश्यक छ भन्ने ठान्छु मैले। हस्, धन्यवाद। म फेरि अर्को चरणमा आउँछु। म बागसर नगरपालिका नगर प्रमुख जनराज गौतमसँग जान चाहन्छु। खास सामुदायिक वनहरूका लागि संरक्षणका लागि केही नीतिहरू बनाएर अगाडि बढ्नु भएको छ कि कसरी व्यवस्थापनमा लाग्नु भएको छ यहाँहरू? धन्यवाद छ हाम्रो सञ्चालक सरलाई। अब यहाँनिर असाध्यै राम्रो कुरा गर्नु हो होइन। अब यहाँ कस्तो छ भन्नुहुन्छ भनेपछि अब यो सङ्घीय सरकारले केही तपाईँको ऐनहरू ल्याउनका निमित्त धेरै कुराहरू ढिलाइ भइराखेका छन्। सङ्घीय वनको हकमा पनि सङ्घीय ऐन नआइसकेपछि प्रदेशले र तपाईँको स्थानीय तहले पनि आफ्नो मातहतमा र आफ्नो कार्य सम्पादन गर्दै गर्दाखेरि बनाउनु पर्ने केही तपाईँको डकुमेन्टका कुराहरू, ऐनहरू, निर्देशिकाहरू, कार्यविधिका कुराहरूलाई पनि अत्यन्तै तपाईँको अप्ठ्यारो र असजिलो भइराखेको छ। तैपनि हामीले बागचौर नगरपालिकाभित्र रहेका सबै सामुदायिक वनहरूलाई कसरी हामीले तपाईँको यसलाई व्यवस्थित गर्न सकिन्छ, यसलाई कसरी उत्पादनमा जोड्न सकिन्छ, यसलाई कसरी रोजगारीमा जोड्न सकिन्छ र यहाँका समग्र बागचौर नगरपालिकाका नगरवासीहरूको हितमा कसरी हामीले तपाईँको कार्य सम्पादन गर्न सकिन्छ भन्ने उद्देश्यका साथ हामीले तपाईँको विभिन्न कार्यक्रमहरू अगाडि बढाएका छौँ होइन। कहिले तपाईँको आगलागी हुन्छ, डढेलो आउँछ, कहिले बाढी आउँछ होइन, कहिले धनजनको क्षति हुन्छ। यी यावत कुराहरूमा सिङ्गो बागचौर नगरपालिकाको तर्फबाट र हामी जनप्रतिनिधिको तर्फबाट यो हाम्रो कर्तव्य हो, यो हाम्रो काम हो भनेर हामीले तपाईँको सामुदायिक वन र बागचौर नगरपालिकाको बिचमा मित्रवत सम्बन्ध कायम हुने गरेर असाध्यै राम्रोसँग सबैको अनुहारमा खुसी आउने गरेर सबैको ठाडो शिर हुने गरेर सामुदायिक वन र हामी बिचको तपाईँको अझै तपाईँको गाढा सम्बन्ध कायम हुने गरेर हामीले कार्य सम्पादनलाई अगाडि बढाएका छौँ। जस्तो यहीँनिर जस्तो उहाँहरूले अघि देव साहबले भन्नुभयो, उहाँहरूलाई संरक्षण मात्रै होइन आम उपभोक्ताले लाभ लिने कुरा होला, उहाँहरूलाई आर्थिक रूपमा चाहिँ व्यवस्थापनमा सहयोग पुग्ने कुरा होला, त्यसका निम्ति के योजनाहरू बनाउनु भएको छ? अब यहाँ यो समग्र यो बागचौर नगरपालिका उत्पादनका दृष्टिकोणले मलाई लाग्छ सबै स्थानीय तहभन्दा हामी अगाडि छौँ।
जस्तै हाम्रो तपाईँको सुन्तला खेती झन्डै 5वटा वडामा त हाम्रो व्यापक रूपले पूर्ण रूपले भन्दा पनि हुन्छ हाम्रो सुन्तला खेती हुन्छ र बाँकी वडाहरूमा पनि हामीले कर्मागत रूपले यसलाई तपाईँको उत्पादनमा जोड्नका निमित्त बाँकी ठाउँहरूमा पनि फलफुल खेतीलाई जोडेका छौँ। त्यसै गरेर आलु खेतीमा पनि हामी तपाईँको अगाडि नै छौँ। झन्डै तपाईँको 4वटा वडामा पूर्ण रूपले हाम्रो आलु खेती हुन्छ भने अरू वडाहरूमा पनि आंशिक रूपले हामीले खेतीमा जोडेका छौँ। के यो शारदा नदीको करिडोरको एरिया र बाँकी भूभागमा पनि तपाईँको बेमौसमी तरकारी खेतीहरू पनि हुन्छ। त्यस कारणले पनि मैले के कुरा जोड्न खोजेको भनेपछि तपाईँको जब हामी तपाईँको कृषिमा जोडिन्छौँ, कृषिमा जोडिँदै गर्दाखेरि सामुदायिक वनको अत्यन्तै तपाईँको अपरिहार्य रूपले हामीले त्यसलाई ग्रहण गरेका छौँ। हामीलाई स्याउला चाहियो, दाउरा चाहियो होइन, हामीले तपाईँको पशु चौपायाहरू पाल्नु पर्यो। त्यसका निमित्त पनि सामुदायिक वनसँग तपाईँको हामीले कहीँ न कहीँ कुनै न कुनै कुराले हामीले उपभोग गर्नुपर्छ र उपभोग गरिराखेका छौँ। म सामुदायिक वन महासङ्घका अध्यक्षसँग जान चाहन्छु बागचौर नगरपालिकाका। खास गरी तपाईँले यी बागचौर नगरपालिकाभरिका सामुदायिक वनका हकितका लागि संरक्षणका लागि के कस्ता कदमहरू चाल्नु भएको छ? धन्यवाद शिव सरलाई। अब हामी यो स्थानीय वन महासङ्घको तर्फबाट म के भन्न चाहन्छु भने हामीले जुन एउटा सामुदायिक वनसँग सम्बन्धित यहाँको स्थानीय सरकार, वन महासङ्घ, सब डिभिजन वन कार्यालय लगायतको एउटा समन्वयमा हामी उपभोक्तासम्म कसरी वनलाई संरक्षण गर्ने र कसरी वनलाई हराभरा गराउने भन्ने कुरामा हामीले समन्वय गर्न सकेका छैनौँ। हामीले आफ्नो आफ्नो उसले चाहिँ स्थानीय वन महासङ्घले एउटा कार्यक्रम गर्छ, एउटा जनचेतनामूलक कार्यक्रम गर्नुपर्छ भन्छ, त्योसँग चाहिँ तपाईँको सब डिभिजन वन कार्यालय जोडिएको छैन वा स्थानीय सरकार जोडिएको छैन। त्यो भएको कारणले हामी सबै यो कुरामा सहकारी गरेर यो सामुदायिक वनलाई वनको हक हितको निम्ति हामी एउटा सबैको समन्वयमा जानियो भने यो यहाँका चाहिँ उपभोक्ताहरूलाई अलिकति मैले देखेको कुरा आजको जुन एउटा चाहिँ जवाब सवाल कार्यक्रम राप्ती एफएम र यो तपाईँको डिभिजन कार्यालयको समन्वयमा जुन भयो, यस्तै कार्यक्रम हामीले पनि स्थानीय सरकार, स्थानीय वन महासङ्घ र हाम्रा वनभोक्तासँग हामी समन्वय गरेर अलिकति चेतनामूलक कार्यक्रम गर्न पाइदिएको भए आज चेतना स्तर उपभोक्ताको अलि माथि उठ्ने थियो भन्ने मलाई लागेको छ। जस्तो बाक्सौर नगरपालिकाभित्र जति सामुदायिक वन हुनुहुन्छ त्यो बाहेक अहिले श्रीनौलो शान्ति सामुदायिक वनमा हामीले छलफल गरिरहँदा तपाईँ सामुदायिक वन महासङ्घको बाक्सौरको अध्यक्षको हिसाबले हेर्दा तपाईँ त एउटा यी सामुदायिक वनहरूको छाता सङ्गठनको अध्यक्ष हो, एउटा नेतृत्व हो। उहाँहरूलाई चाहिँ संरक्षणको निम्ति सहयोग होला, उहाँहरूको आय वृद्धिका लागि योजना बनाउनु होला, त्यस्तो कामहरू गर्नुभएको छ कि छैन भनेको? हामीले गरेका छौँ सर, हामीले गरेका छौँ। हामीले विगतमा पनि जसरी चाहिँ अहिले एउटा प्यान नम्बरको सवालमा पनि हामीले कार्यक्रम राख्यौँ, छुट्टै चाहिँ सब डिभिजन कार्यालय वन सल्यानले पनि कार्यक्रम राख्यो होइन। त्योसँगै जोडेर तपाईँको यो वनसँग आय आर्जन गर्ने चाहिँ त्योसँग चाहिँ रोजगारीका उहरू चाहिँ सिर्जना गर्ने खालको त्यस्तो कार्यक्रम हामीले राख्यौँ। मैले भनिसकेँ त्यो कार्यक्रम राख्दै गर्दा हाम्रो समन्वयको कमी हो कि होइन, हामी पछाडि छौँ कि? अब जुन अहिले यो तपाईँको जवाब सवालको उसमा चाहिँ यो डढेलो नियन्त्रणको कुरामा पनि म त के भन्न चाहन्छु भने अब यसले चाहिँ हामीले त्योबाट कति चाहिँ त्यो वनबाट कति लाभान्वित हुन्छौँ, हामी कति चाहिँ लाभ लिन सक्छौँ, कति चाहिँ यहाँ ती भित्रका उपभोक्तालाई कति रोजगार दिन सक्छौँ भन्ने सवाल भन्दा पनि हामीले एउटा जुन डढेलो छ हाम्रो चेतना हाम्रो अलिकति कम भयो कि चेतना स्तर अलि माथि उठाएर अब चाहिँ मानौँ हामी भित्रैकै कमजोरी हो कि जस्तो पनि लाग्छ। किन भन्नुहुन्छ भने जुन डढेलो चाहिँ मान्छेको चेतना यति छ कि त्यहाँभित्र तपाईँको आगो लगाइदिने हो भने चाहिँ नयाँ बालुवा आउँछ, नयाँ घाँस आउँछ भन्ने जुन हाम्रो एकदम घटिया सङ्कट, त्यसको लागि वन महासङ्घले सचेतना फैलाएको छ कि छैन? एकदम हामीले यो बारम्बार उठाइरहेका छौँ। हाम्रो चाहिँ स्थानीय सरकारको प्रमुख पनि हुनुहुन्छ। हस्, धन्यवाद। अब हामी आम उपभोक्तासँग जान चाहन्छौँ। पहिलो सेसनमा
तपाईँहरूले तपाईँहरूको वन सामुदायिक वनलाई कसरी संरक्षण गर्नुभएको छ, संरक्षण छ कि छैन, कस्तो छ अवस्था, तपाईँहरूले आफ्नो लागेको कुराहरू राख्न सक्नुहुन्छ। म यहाँहरूसँग जान चाहन्छु। कोही हुनुहुन्छ? धन्यवाद हाम्रो कार्यक्रम सञ्चालक शिव सरलाई। पहिलाको तुलनामा हाम्रो यो वन अलिकति डडेलोबाट पनि पहिला भन्ने गरेका थिए कि जताकतै अब गाउँ समुदाय अनि मान्छेहरूले त्यो वनलाई अलिकति नियन्त्रणभन्दा बाहिर डडेलो लागेको हामीले देख्ने महसुस पाएकै थियौँ उपभोक्ता सबैले। अहिलेलाई अलिकति वन यो संरक्षणको कुरामा पहिलाको तुलनामा अहिले यस वनलाई ठिकै भए जस्तो महसुस भएको छ हामी उपभोक्तालाई। अझै पनि अहिले हाम्रो अब यो उपभोक्ताको माग अनुसार यो वनलाई संरक्षण गर्नको निमित्त अब हामी कस्तो हुनुपर्छ त भन्दाखेरि कोही यो वनलाई संरक्षण गर्नको लागि कोही सिँचाइ पोखरी भइदिएको भए अझ अलिकति आधारित हुन्थ्यो भन्ने मलाई लागेको छ। त्यस्तो भइदियो भने यो हाम्रो वन्यजन्तुहरूलाई वन डडेलोबाट जोगिन पनि सक्थ्यो। बिचमा हाम्रो यो टोल छर छिमेकमा कोही डाँडाहरू परेको ठाउँमा पोखरी भइदिएको भए बर्खा सिजनमा पानीको पनि अलिकति उपभोक्ता गर्न पाए वनलाई एकदम अलिकति संरक्षण हुन्थ्यो भन्ने कुरा मैले त्यो कुरा पनि हजुर कहाँ राखेर पहिलेको भन्दा हाम्रो यो अहिले नगर स्थानीय पनि हाम्रो वनलाई अलिकति संरक्षणको रूपमा लिएकै जस्तो महसुस छ। पहिला डडेलो लाग्ने त्यसपछि जथाभावी रुख बिरुवाहरू पनि पहिला धेरै काट्ने त्यो प्रवृत्ति थियो। अहिले अब त्यो प्रवृत्तिलाई हटाएर अहिले हाम्रो संरक्षण हामी उपभोक्ता सबैजनाले हामीले वनलाई संरक्षण गर्नुपर्छ भन्ने कुराको महसुस हामी सबै उपभोक्ताले गरिरहेका छौँ। धन्यवाद। हजुरको नाम? मेरो नाम मोहन डिसी हो। म बागचौर नगरपालिका वडा नम्बर 3, मेरो घर अहिले सोतागारमा पर्छ। हाम्रो स्थानीय सरकारले बोल्नुभयो अहिले हामीले वनमा जो संरक्षण गरिरहेछौँ, वनमा भएका कार्यक्रमहरूलाई हामीले नियन्त्रण गरिरहेछौँ भन्ने कुरा गर्नुभयो। जो हाम्रो समिति र उपभोक्ताले निर्णय गरेर बिरुवाहरू वनमा निवेदनहरू लिएर बिरुवाहरू ल्याइयो, बिरुवाहरू ल्याउँदा बिरुवा रोपन पनि गरियो, वृक्षारोपण गरियो। स्थानीय सरकारले आफ्नो मनमरी तरिकाले मेसिनहरू चलाएर हाम्रो गरेको बिरुवाहरूलाई वृक्षारोपण गरी बिरुवालाई विनाश गरी फालियो। यो निर्णय न त स्थानीय सरकारले उपभोक्तालाई दियो, न उपभोक्ताले भनेको स्थानीय सरकारले मान्यो। हामीले बिरुवा लगायौँ, 1200 बिरुवा हामीले समितिको मार्फत ल्याएर लगाउँदा पनि स्थानीय सरकारले आफ्नो मेसिन हिँडालेर लगाएको बिरुवालाई विनाश गर्यो। हामी वन जङ्गल कसरी जोगाउन सकेको छ, स्थानीय सरकारले कसरी जोगाइराखेको छ, हामीले कार्यक्रम चलाइरहेको छौँ कसरी भन्नुभएको छ। खै त्यो कार्यक्रम चला, त्यत्रो बिरुवा ल्याउँदा रोपेर हामीले लगाएको बिरुवाहरू कहाँ गयो, कता गयो? हामीले जोगाउन चाहिँ खोजिरहेछौँ, वनलाई हामीले संरक्षण गर्न खोजिरहेछौँ, तर स्थानीय सरकारले गरेको कुरालाई निर्णय गरिरहेको छैन। यो कारण के हो? हाम्रो भनाइ यही नै हो। हजुरको नाम? मेरो नाम मोहन डिसी, बागचौर नगरपालिका 3 सोतागार। नाम तेजबहादुर डिसी, म डन्नोखोला सामुदायिक वनको अध्यक्ष। एउटा हाम्रो वनमा वडा नम्बर 2 र 3 को वन एउटैमा छ। त्यो वनलाई पटक विवाद आइरहन्छ, आफ्नो वडाको वन हुनुपर्छ भनेर भनिरहन्छ जनताहरूले। तर के छ भने पहिलेदेखि पर्यो 2 र 3ले गर्यो, तर अहिले त्यो विवाद आइरहन्छ, प्रायः आफ्नो वडाको वन हुनुपर्छ भन्ने कुरा आइरहन्छ। त्यसको लागि वन कार्यालयले प्रश्न पारिदिनु अनुरोध गर्छु। धन्यवाद छ। असाध्यै राम्रो कुरा उठाउनु भयो। म उहाँलाई तपाईँको विशेष धन्यवाद दिन चाहन्छु। जहाँ तपाईँको चिन्ता र चासो हुन्छ त्यहाँ समृद्धिको बाटो खुल्छ, समृद्धिको ढोका खुल्छ। यस कारणले म उहाँलाई धन्यवाद दिन चाहन्छु। र यहाँ यो जो बाटोको सन्दर्भमा कुरा उठान गर्नुभयो, यसमा हामीले अब यहाँ मैले धेरै कुराहरू दोहोऱ्याइराख्नुपर्छ जस्तो लाग्दैन। समग्र बागचौर नगरपालिका त्यसमध्येमा पनि यो हाम्रो राप्ती राजमार्ग हुँदै मिलन डाँडा, सोतागार, खाली र नुवागाउँ जाने बाटो, यो बागचौर नगरपालिकाको असाध्यै ठुलो बाटो, असाध्यै धेरै मान्छेहरूलाई तपाईँको यो सजिलो हुने बाटो, छोटो बाटो पनि। त्यस भएको नाताले सधैँ बारम्बार मलाई लाग्छ आज उहाँले जो तपाईँको बिरुवाहरू हानि नोक्सानी भयो भन्ने कुरा उठान गर्नुभयो। मलाई लाग्छ उहाँले आफैले र उहाँहरूकै परिवारबाट, उहाँहरूकै समुदायबाट यो बाटो बनाउनका निमित्त आफैले हस्ताक्षर गरेर यही समुदायका बिचबाट हामीलाई जसरी पनि यो बाटोको स्तर उन्नति गर्नुपर्छ, ट्र्याक ओपन गरिदिनुपर्छ, धेरै समुदायलाई यो बाटोको स्तर उन्नति गरेपछि लाभ हुन्छ भनेर यहाँका जनसमुदाय, यहाँका सम्पूर्ण तपाईँको उपभोक्ताहरूले तपाईँको बजेट माग गरेका कारणले बागचौर नगरपालिकाको नीति कार्यक्रम र बजेटमा समावेश बनाएर
यहाँका सबैलाई तपाईँको कमभन्दा कम क्षति बढीभन्दा बढी लाभ कसरी बनाउन सकिन्छ, कसरी दिन सकिन्छ थाहा छ सबैलाई। उहाँले जसरी चिन्ता र चासो व्यक्त गर्नुभयो त्यसरी हामीले पनि अत्यन्तै चिन्ता र चासोका रूपमा यो बाटोलाई लिएका थियौँ। कमभन्दा कम सामुदायिक वनको कसरी क्षति हुन्छ र बढीभन्दा बढी जनतालाई यो बाटोबाट कसरी हामीले सेवा दिन सकिन्छ भन्ने उद्देश्यका साथ यो बाटोको हामीले कार्य सम्पादन गऱ्यौँ र गर्दै गर्दाखेरि तपाईँको क्षति नै भएन भन्न सकिँदैन। क्षति भएको छ, केही तपाईँको बोट बिरुवाहरू पनि तपाईँको गएका छन्, केही व्यक्तिहरूको बाबुबाजेले भोग चलन गर्दै आएको आफ्नो नाममा दर्ता श्रेष्ठ भएका जग्गाहरू पनि गएका छन्। त्यति मात्रै होइन, कतिपयका तपाईँको आफूले तपाईँको सानो थोरै जग्गा भएका व्यक्तिहरूले पनि आज तपाईँको यो बाटो बनाउनका निमित्त अत्यन्तै तपाईँको ठुलो छाती बनाएर, ठुलो तपाईँ मन बनाएर आफ्नो नाममा दर्ता श्रेष्ठ भएको जग्गा पनि दिनुभएको छ। सामुदायिक वनको जग्गा त छँदैछ, व्यक्तिको जग्गा पनि तपाईँको यो बाटो बनाउनका निमित्त, यो बाटो उपभोक्ताहरूले तपाईँको उपभोग गर्नका निमित्त सामुदायिक वन, राष्ट्रिय वन र तपाईँको धेरै मलाई लाग्छ व्यक्तिको जग्गाहरू पनि तपाईँको को बाटो जग्गा कटान भएर तपाईँको बाटो बनेको छ। हामीले यसमा अत्यन्तै चिन्ता र चासो का रूपमा लिएका छौँ। कमभन्दा कम क्षति कसरी गर्न सकिन्छ, बढीभन्दा बढी हामीले तपाईँको लाभ जनतालाई कसरी दिन सकिन्छ भन्ने उद्देश्यका साथ लागेका छौँ। र मैले थोरै कुरा के जोड्न चाहेँ भने पोहोर साल हामीले 5 लाख रुपियाँ जो बागचौर नगरपालिकाका इक्विपमेन्ट चलाएर, आफ्ना साधन र औजारहरू चलाएर जहाँ क्षति भएको छ त्यहाँ वृक्षारोपण गर्ने भनेर हामीले 5 लाख रुपियाँ वृक्षारोपणका लागि बजेट पनि बनाएका थियौँ र हामीले 3 चोटि हामीले सूचना प्रकाशित गऱ्यौँ कुन कुन ठाउँमा कति क्षति भयो र कोलाई तपाईँको बिरुवा चाहिएको छ, कहाँ तपाईँको वृक्षारोपण गर्नुपर्ने हो। तपाईँहरू समयमै निवेदन दिनुहोस् र हामीले थप बजेटको पनि व्यवस्था गर्छौँ भनेका थियौँ। मलाई लाग्छ यहाँ हामीले तपाईँको यहाँबाट माग पनि भएन र के माग भएका ठाउँमा हामीले तपाईँको वृक्षारोपणको कार्यक्रम पनि अगाडि बढायौँ। हस्, धन्यवाद। मैले सोध्न खोजेको जवाब दिइहाल्नुभयो। अब म डिभिजन वन कार्यालय सञ्चालनका प्रमुख सरसँग जान चाहन्छु। वडाको एउटै सामुदायिक वनमा अलिकति त्यहाँ समस्या भयो भन्नुहुन्छ, त्यो गर्न मिल्छ या कानुनी अवस्था के हुन्छ सामुदायिक वनहरूको? धन्यवाद हाम्रो प्रश्नकर्ताज्यूलाई। उहाँले चाहिँ यो 2 नम्बर वडा र 3 नम्बर वडाको विवाद भइरहेको छ भन्नुभयो होइन। अब यो विवाद भने कस्तो भने दुईटा सामुदायिक वनको बिचको विवाद हो या चाहिँ एउटै सामुदायिक वनभित्र दुईटा वडाका चाहिँ उपभोक्ताहरू भएको कारणले गर्दाखेरि दुईटा वडाका उपभोक्ताहरू हुनुभयो, सामुदायिक वन एउटै भयो भने उहाँहरूले चाहिँ 2 नम्बरले छुट्टै 3 नम्बरले छुट्टै बनाउन यदि खोज्नुभयो, समूहको भेलाले चाहिँ त्यो निर्णय गर्छ भने पाउनुहुन्छ उहाँहरूले, त्यो चाहिँ बनाउन मिल्छ होइन। उहाँहरू चाहिँ उपभोक्ता बाँडिएर त्यसपछि कसलाई कता पाइक पर्छ त्यही अनुसारको दुईटा वन चाहिँ बनाउन मिल्छ। तर त्यसको लागि चाहिँ त्यो पहिलाको साबिकको सामुदायिक वनोत्तर समूहको भेलाले चाहिँ 2/3 बहुमतले निर्णय गर्नुपर्छ त्यसको लागि चाहिँ। हस्, धन्यवाद। हस्, जवाब पनि पाउनु। म अब नौलो शान्ति सामुदायिक वनका अध्यक्षसँग जान चाहन्छु। अहिले पछिल्लो चरणमा नेपालमा हेर्ने भने धेरै सामुदायिक वनहरू आग लागि भइरहेको छ, वन डढेलो भइरहेको छ। वन डढेलो नियन्त्रणको लागि तपाईँको सामुदायिक वनले कस्ता अभियानहरू सञ्चालन गर्नुभएको छ र अवस्था के छ? तपाईँहरूको सामुदायिक वनमा कतिको आग लागि हुन्छ? हाम्रो समुदाय वनमा त अहिलेसम्म आग लागि भएका छैन, तर त्यति भयो भने पनि हामी नगरपालिका अथवा वडाहरूलाई, हाम्रो यहाँ उपभोक्ताहरू, हामी समिति सबै मिलेर जानकारी, एक ठाउँ आगो लाग्ने बित्तिकै सबलाई जानकारी गरेर हामी सबै गएर आगो निभाउने प्रयास गर्छौँ र अहिलेसम्म हाम्रो समुदाय वनमा आगो लागि भएको छैन। गजब, कति धेरै जो सामुदायिक वनका आम नागरिक उपभोक्ताले पनि यो कार्यक्रम हेर्दै हुनुहुन्छ, जो सामुदायिक वनमा आग लागि भइरहेको छ, के कारणले तपाईँले अहिलेसम्म कसरी संरक्षण गर्नुभयो त्यो वन डढेलो नलाग्नुको निम्ति? हाम्रो जति यहाँ उपभोक्ताहरू हुनुहुन्छ उहाँहरूले आफ्नो ठाउँबाट लगायत हाम्रो समितिले सबले हामीले नियन्त्रण जतासुनीबाट हामीले गरेका छौँ। कहाँ आगो लाग्छ के गर्छ भनेर हामीले सबले आफ्नो ठाउँबाट आगो लाग्न दिन हुन्न भनेर हामीले आफ्नो ठाउँबाट हेरचाह गरिराखेका छौँ। जस्तो अन्य उपभोक्तालाई के भन्नुभयो उहाँहरूले, के भन्दाखेरि चाहिँ वन डढेलो नियन्त्रण हुँदो रहेछ?
उहाँहरूले पनि अब हामी समितिले पनि भन्छौँ तपाईँहरू पनि कतै आगो लागि भयो भने कतै आगो जोडेको देख्नुभयो भने अब चाहिँ खबर हामीलाई गर्नुहोस् र तपाईँहरू पनि तत्कालै आउनुहोस् अथवा वडा नगरहरूलाई हाम्रो स्थानीय तहहरूलाई सबलाई खबर गरौँ र सबै राम्रो हामी जोगाउँ भन्ने हामीले त्यही सन्देश पुर्याइराखेका छौँ। धन्यवाद। म डिभिजन वन कार्यालय सल्यानका प्रमुख सदस्य जान चाहन्छु। सल्यानमा सरस्वती हेर्ने भने आगलागीको अवस्था, वन डडेलो नियन्त्रणका लागि डिभिजन वन कार्यालय के कस्ता कार्यक्रमहरू अगाडि बढाइरहेको छ, योजनाहरू के बनाउनु भएको छ र कसरी बढिरहेको छ? हस्, धन्यवाद। सर्वप्रथम त यो नौलो शान्ति सामुदायिक वनौता समूहले अहिलेसम्म चाहिँ वनमा आगलागी हुन नदिएको जुन अवस्था उहाँले भन्नुभयो त्यसको लागि उहाँहरूलाई धेरै धेरै बधाई पनि छ, धन्यवाद पनि छ। यो चाहिँ एउटा उदाहरण पनि हो होइन। वास्तवमा भन्यो भने यो आगलागी नभएको सामुदायिक वन एकदम कमै पाइन्छ सल्यानमा चाहिँ। विशेष गरेर यो आगलागीका लागि चाहिँ सल्यान जिल्ला एकदमै जोखिमयुक्त र बढी चाहिँ यो चाहिँ खतराको सूचीमा भएको जिल्ला पनि हो। यहाँ चाहिँ धन्य तपाईँको सामुदायिक वनहरूमा 70 देखि 80% चाहिँ आगलागी, जस्तै गत वर्षको रेकर्ड हेर्दाखेरि आगलागी भएको छ। त्यही कुरालाई चाहिँ हामीले ध्यानमा राखेर हामीले चाहिँ 2टा चरणमा यो डडेलो नियन्त्रण सम्बन्धी अथवा डडेलो व्यवस्थापन सम्बन्धी हामीले चाहिँ अभियान चलाएका थियौँ। एउटा चाहिँ पहिलो सुरुमा के भने आगलागी हुनै नदिने खालका उपायहरू के गर्ने, सकभर आगो लाग्नै नदिने खालका उपायहरू के गर्ने एउटा अभियान थियो। र अर्को अभियान भनेको आगो लागिसकेपछि त्यसलाई कसरी नियन्त्रण गर्ने, त्यो 2टा कुरामा चाहिँ हामीले विशेष गरेर प्रचार प्रसार गर्ने, समन्वय गर्ने, सहकार्य गर्ने त्यो चाहिँ गरेका छौँ। र हामीले 10वटै पालिकामा यो सल्यान जिल्लाका 10वटै पालिकाहरूमा 2-3वटा चाहिँ हामीले 3वटा चाहिँ चरणको छलफलहरू यो बारेमा चलाइसक्यौँ। र यो आगलागी हुनै नदिने उपायहरूमा खास गरेर के छ भने अब अघि पनि भन्नुभएको थियो एकजनाले, जस्तै अब यो खरबारीमा आगो लगाए चाहिँ एकदम पलाउँछ, राम्रो हुन्छ भन्ने हिसाबले लगाउँछन् एउटा आगो। र अर्को चाहिँ के छ भने हाम्रो बारीमा यो ढोड नलहरू चाहिँ व्यवस्थापन गर्दाखेरि अथवा त्यो खेती चाहिँ स्याहारेर त्यो ढोड नललाई चाहिँ व्यवस्थापन गरेर सफा गर्दाखेरि त्यो बेला पनि आगो लगाउने चलन हुन्छ एउटा। र अर्को चाहिँ के हुन्छ भने तपाईँको यो गाडीमा हिँडेका मान्छेहरू अथवा वनपात गएका मान्छेहरूले चुरुट बिडीहरू खाएर त्यसलाई जथाभावी फालिदिएर, र अर्को चाहिँ तपाईँको यो विशेष गरेर सलाई लाइटरहरू चाहिँ अलि जथाभावी प्रयोग गर्नाले पनि आगलागी हुन्छ। यिनी कारणले गर्दाखेरि आगलागी हुने भावनाले हामीले ती कुराहरूलाई नियन्त्रण गर्ने, ती कुरालाई सचेत गराउने र विशेष गरेर यो आगलागी हुनै नदिने चाहिँ उपायहरूमा के भने एउटा कुरा चाहिँ प्रचार प्रसार गर्ने, र अर्को चाहिँ तपाईँको यो आगलागी हुने ज्वलनशील पदार्थहरू छन्, स्याउला सोत्तर, यी सबै कुराहरूलाई चाहिँ सबैले आफ्नो ठाउँबाट गाउँ बस्तीमा उपभोक्ताहरूले आफ्नो घरमा त्यसलाई व्यवस्थित गरेर सकिन्छ भने खाल्टोमा हालेर कुहाएर मल बनाउने, यदि सकिन्न भने जलाउनै पर्ने अवस्था भए पनि तपाईँको नियन्त्रित खालको आगो लगाउने र बिहान प्रत्येक दिनको बिहान चाहिँ जलाउने, 10 बजीभन्दा अगाडि त्यसलाई चाहिँ जलाइसक्नुपर्छ भन्ने खालको सूचना सन्देश चाहिँ एउटा दिएका छौँ। र अर्को चाहिँ यो सामुदायिक वनौता समूहहरूले जहाँ धेरै आगलागी हुन्छ त्यस्तो ठाउँमा चाहिँ सामुदायिक वनौता समूहले आफ्नो कोषलाई उपयोग गरेर त्यहाँ चाहिँ तपाईँको आगलागी हुने सिजन 4 महिना यो गर्मी सिजनमा चाहिँ वनमा चाहिँ त्यो अब स्याउला सोत्तर यो सल्ली पिरलहरू चाहिँ सफा गर्ने र त्यसलाई चाहिँ नजिकका खुल्सीहरूमा अथवा नजिकमा भएका खाल्डाहरूमा चाहिँ थुपार्ने, जसले गर्दा चाहिँ आगलागी हुँदैन। यिनी कुराहरू चाहिँ हामीले आगलागी हुन नदिने उपायहरू चाहिँ अपनाएका थियौँ। र त्यसै गरेर यदि आगलागी भइहाल्यो भने अघि नै भन्नुभयो, हाम्रो अध्यक्षज्यूले पनि भन्नुभयो, वास्तवमा भन्यो भने यो आगलागी नियन्त्रण गर्ने कुरामा अथवा वनको संरक्षण गर्ने कुरामा सबभन्दा पहिलो जिम्मेवारी अथवा पहिलो चाहिँ भागमा चाहिँ उपभोक्ताहरू नै हो। यदि उहाँहरू सक्रिय भइदिनु भएन भने, यदि उहाँहरूले त्यो आगलागी नियन्त्रणमा चाहिँ भाग लिइदिनु भएन भने हामी यो वन कार्यालय अथवा प्रहरी या स्थानीय तह कसैले पनि जति ठुलो खर्च गरे पनि हामी चाहिँ नियन्त्रण गर्न सक्दैनौँ। त्यस कारणले उपभोक्ताहरूले नै हो यो एकदम नियन्त्रण गर्नमा सक्रिय सहभागिता हुने र सबैले सक्रिय रूपमा सहभागी भएर यदि आगलागी भइहाल्यो भने त्यसलाई नियन्त्रण गर्ने उपायहरू चाहिँ विभिन्न उपायहरू लगाएर त्यसलाई नियन्त्रण गर्नुपर्छ। र बरु त्यसमा चाहिँ उपभोक्ता समितिले चाहिँ के भने आफ्नो कोषलाई उपभोक्ताहरूले त्यस्तो काम गर्छन् भने तिनीहरूलाई चाहिँ बरु अलिअलि खाजा खर्च भने जस्तो यताउता त्यस्तो खालको दिएर भए पनि उपभोक्ताहरूलाई चाहिँ सक्रिय गराउनुपर्छ भन्ने चाहिँ हो हाम्रो अभियान चाहिँ। जस्तो कसैले संवेदवश थाहा नपाएर आगलागी भइहाल्यो, उहाँहरू उपभोक्ताहरू जुट्नु भयो नियन्त्रणका लागि भने
कारबाही चाहिँ के हुन्छ, प्रक्रिया के हो? जस्तो उहाँहरूलाई कानुनी कारबाही चाहिँ आग लागि भएको व्यक्तिहरूलाई तपाईँहरूले खोज अनुसन्धान गर्ने, उपभोक्तासँग समन्वय गरेर या प्रहरी होला उहाँहरूसँग समन्वय गरेर उहाँहरूलाई जो उपभोक्ताले या अनि कुनै मानिसहरूले चाहिँ आग लागेको लगाइदियो भने, पत्ता लगायो भने त्यसको लागि खोज अनुसन्धान गर्ने कारबाही प्रक्रिया चाहिँ के हुन्छ? कारबाही प्रक्रिया त खास के छ भने तपाईँको यो आगलागीको बनैनमा चाहिँ एकदम जघन्य अपराधकै रूपमा छ। यसलाई चाहिँ के छ भने 3 वर्ष कैद र तपाईँको त्यो आगलागीले जति क्षति भएको छ त्यसको त्यो वन पैदावारको बिगो मूल्याङ्कन गरेर त्यो बिगो बराबरको चाहिँ जरिमाना हुन्छ। यसमा चाहिँ अलि ठुलै खालको छ। तर अब यसमा के छ भने अब हामीलाई यो कारबाही गर्नलाई त पहिला सुरुमा प्रमाण चाहिन्छ होइन, आधार चाहिन्छ। अब यहाँ कोही न कोही मान्छेले फलाने लगाएको भनेर भनिदिनुपर्छ या चाहिँ उसले लगाउँदै गरेको भिडियो खिचिदिनुपर्छ अथवा फोटो खिचेको अथवा ऊ लगाउँदै गरेको बेला ऊ चाहिँ पक्राउ पर्नुपर्छ। यति भएपछि मात्र हामी कारबाही गर्न सक्छौँ। त्यस कारणले अब लगाउँछन् अरे भन्ने सुनेको भरमा चाहिँ फेरि कानुनले नै कारबाही गर्न गाह्रो हुन्छ। तर यसको चाहिँ कारबाही यदि सुरु भयो र कारबाही गर्नु पऱ्यो, मुद्दा चल्यो भने यो चाहिँ अलि जटिलै खालको छ। मैले भने 3 वर्ष कैद हुन्छ र क्षति भएको तपाईँ क्षतिको त यति धेरै हुन्छ कि त्यसको मूल्याङ्कन गर्ने हो भने करोडौँ रुपियाँ चाहिँ जरिमाना हुन्छ। यो चाहिँ अलि ठुलै खालको अपराध मानिन्छ। हस्, धन्यवाद। म बाक्सर नगरपालिका नगर प्रमुख जनकराज गौतमसँग जान चाहन्छु। सामुदायिक वनहरूलाई वन डडेलो नियन्त्रण लागि कसरी यहाँले काम गरिरहनु भएको छ? अब यसमा यो हाम्रो बाक्सो नगरपालिकामा यो डडेलो मलाई लाग्छ प्रत्येक वर्ष तपाईँको लागेको देखिन्छ होइन। त्यसमध्येमा पनि हामी विभिन्न चरणमा सामुदायिक महासङ्घसँग पनि समन्वय गरेका छौँ होइन। उपभोक्ता समितिहरूसँग पनि हामीले तपाईँको बिचबिचमा समन्वय र परामर्शका कार्यक्रमहरू पनि अगाडि बढाएका छौँ होइन। अब यसमा हामीले संयन्त्र पनि बनाएर तपाईँको कसरी हामीले तपाईँको कमभन्दा कम सकभर डडेलो लाग्नबाट हामीले कसरी तपाईँको रोक्न सकिन्छ भन्ने कुरामा हामी अत्यन्तै चिन्ता र चासोका रूपमा हामीले लिएका छौँ। त्यति मात्रै होइन, म त के अनुरोध गर्न चाहन्छु भने अत्यन्तै यो सल्लेरी छ होइन, सल्लोका रुखहरू छन् यो बाक्सो नगरपालिकामा। त्यस कारणले पनि तपाईँको डडेलो वर्षेनी लाग्ने गर्छ। वर्षेनी लाग्दै गर्दाखेरि सामुदायिक वनबाट आएका तपाईँको खानेपानीका पाइपहरू, सिँचाइका पाइपहरू होइन, अब यो स्याउला सोत्तर पशु चौपायालाई प्रयोग हुने तपाईँको वस्तुहरू, यी चिजहरू हामीले तपाईँको समयमा उपलब्ध नभएको होइन, हामीलाई ठुलो रूपमा हामीले क्षति भएको महसुस गरेका छौँ। र म सम्पूर्ण उपभोक्ता समिति र समग्र यो बाक्सो नगरपालिका वार्ड नम्बर 3 का सबै वडावासीज्यूहरूलाई म के अनुरोध गर्न चाहन्छु भने यो हामीले खानेपानीको पाइप हामीले यो जमिन मुनि नदबाएर ल्याउँदै गर्दाखेरि पनि आज ठुलो स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारले ठुलो क्षतिहरू गुमाउनु परेको छ। ठुलो तपाईँको हाम्रो राजस्वहरू तपाईँको दुरुपयोग भएको महसुस गरेका छौँ होइन। या तपाईँले व्यक्तिले हाल्नुहोस् या तपाईँको स्थानीय तहले बनाओस् या सङ्घ र प्रदेश सरकारले बनाओस्, जसले बनाउँदै गर्दाखेरि पनि आज ठुलो स्रोत र साधनहरू खर्च भएको छ। खानेपानीका पाइपहरू तपाईँको जलेका छन् होइन, पशु चौपायालाई हामीले तपाईँको प्रयोग गर्ने तपाईँको घाँसपातहरू डढेका छन् होइन। यी चिजहरूलाई हामीले अत्यन्तै तपाईँको चिन्ताको रूपमा लिएका छौँ। तर समस्या के छ भन्नुहुन्छ भने यो सल्लेरी भएको हुनाले धेरै सल्लोहरू तपाईँको हाम्रो बाक्सो नगरपालिकामा हुने भएको हुनाले हामीले रोक्न सकेका छैनौँ। कमभन्दा कम त हामीले तपाईँको चेष्टा गरेका छौँ, तर वर्षेनी आगलागी भएको छ। झन्डै विपदको रूपमा बाक्सो नगरपालिकाले वर्षेनी 1 करोडको रूपमा हामीले तपाईँको विपदमा परेका, अप्ठ्यारोमा परेका, असजिलो भएका होइन, दुःख पाएका मान्छेलाई कसरी राहत दिन सकिन्छ, कसरी उहाँहरूको तपाईँको अनुहारमा खुसी ल्याउन सकिन्छ, कसरी सरकार हामीसँग छ है, हाम्रो साथमा छ भन्ने अनुभूति कसरी दिलाउन सकिन्छ भन्ने उद्देश्यका साथ हामीले कार्य सम्पादन त अगाडि बढाएका छौँ। मलाई लाग्छ यो डडेलोकै कारणले हामीले तपाईँको धेरै राहतहरू वितरण गरेका छौँ। जस्तो यहाँलाई मैले यहाँ रोकेँ, जस्तो तपाईँहरूसँग स्रोत साधनको कुरा होला, वन डडेलो नियन्त्रणको लागि औजारको कुरा होला, प्रहरी तपाईँहरूसँग जुन एउटा क्याबिनेट छ जो आफ्नो नगरभित्र, त्यसलाई चाहिँ कसरी परिचालन गर्नुहुन्छ यदि कहीँ कतै आगो लागि नियन्त्रणको लागि यहाँले? अब यसमा हामीले विपद शीर्षकबाट खर्च हुने गरेर हामीले तपाईँको नेपाल प्रहरी र नगर प्रहरीको समन्वयमा हामीले तपाईँको केही तपाईँको आगलागी डडेलोबाट हामीले कसरी रोक्न सकिन्छ भनेर केही इक्विपमेन्टहरू खरिद गर्ने
होइन। आगलागी भएको बेला तपाईँको समुदायलाई सामुदायिक वनका तपाईँको पदाधिकारी एवं तपाईँको सदस्यज्यूहरूलाई ती तपाईँको डडेलो रोक्नका निमित्त केही तपाईँको साधन औजारहरू उपलब्ध बनाउने, समयमा तपाईँको नेपाल प्रहरीलाई खबर गर्ने, नगर प्रहरीहरूलाई परिचालन गर्ने, नेपाली सेनालाई तपाईँको समयमा ठुलो तपाईँको रोक्नै नसक्ने असाध्यै ठुलो आगलागी भएको छ भनेपछि नेपाली सेनालाई पनि आग्रह गर्ने, अनुरोध गर्ने र हाम्रो तर्फबाट साधन स्रोत मात्रै होइन, हामीले गर्न सक्ने र गर्न मिल्ने सबै कुराले हामीले तपाईँको सहयोग गर्ने सोचका साथ अगाडि बढेका छौँ। अनि स्रोत साधन हुँदाहुँदै अझै आगो वन डडेलो नियन्त्रण भएको छैन नि? यसमा त मलाई लाग्छ तपाईँको व्यक्तिले र तपाईँको स्थानीय तहले मात्रै यो सोचेर तपाईँको डडेलो नियन्त्रण गर्न सकिन्छ जस्तो मलाई लाग्दैन। धन्यवाद कार्यक्रम सञ्चालकज्यू। सम्पूर्ण यस बागचौर नगरपालिका क्षेत्रमा चाहिँ वन डडेलोको विवरणमा पछिल्लो समय करिब 6वटा वनमा चाहिँ वन डडेलो लागेको छ र सम्पूर्ण वनहरूमा हामी पुगेर र हामीले गर्न सक्ने प्रयासहरू गरेर वन डडेलो नियन्त्रणमा चाहिँ हामी लागिरहेका छौँ र यसमा सहयोग चाहिँ हाम्रो स्थानीय तहका नगर परिज्यूहरू र हाम्रै प्रकाबाट चाहिँ हामीले चाहिँ सहयोग लिएर मुख्यतः चाहिँ सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ताहरूबाट सहयोग लिएर चाहिँ हामीले नियन्त्रण गर्न सफल भएका छौँ। त्यहीँनिर जान्छु म। हिपरका थारमारीका प्रमुख प्रतिनिधि सर हुनुहुन्छ। तपाईँहरूसँग वन डडेलो आगलागी भयो बागचौर नगरपालिका भने तपाईँहरूसँग पर्याप्त जनशक्ति स्रोत साधनहरू पर्याप्त छ त? 11 जना इन्सपेक्टरको कमान्डोमा खटिरहेको छ, त्यो तैनात हुन्छ। हामीसँग साधन स्रोत भनेको पुरानो छ, नयाँ छैन। साधन स्रोतको लागि हामीले हाम्रो इन्सपेक्टर साहबसँग कुरो राखेका छौँ, नगरसँग समन्वय गरेर राख्नुपर्छ सर। जसरी पनि हामीले आवश्यकता छ भनेर हामीले बारम्बार भनिरहेका छौँ। यो 1 नम्बर 2 नम्बरमा आग लागि हुँदाखेरि हामीसँग 2-4वटा छ साधन, त्यो लिएर हामी जाने, जनताहरू सबै हुने, त्यही साधन हेरेर बस्ने। यो साधन छैन, साधन तपाईँहरूसँग यति हो, हामीसँग यति हो, तपाईँहरूसँग छैन भनेर सोद्धाखेरि उहाँहरू होइन सर तपाईँहरूसँगै हुनुपर्ने, हामीसँग कहाँ हुन्छ भन्ने गर्ने। अब मलाई लाग्छ यो सामुदायिक जुन वनहरू छ, वनका उपभोक्ता समिति अथवा समितिले आफ्नो वनलाई संरक्षणको लागि पनि केही साधनहरू, आफ्नो वन संरक्षणको लागि पनि वनमा पनि राख्ने र नगरमा समन्वय गरेर पनि ल्याउने र हामीलाई पनि केही सहजीकरणको लागि आवश्यक साधन उपलब्ध गराइदिनु हुन मेयर साहब पनि यदि हुनुहुन्छ, मैले आग्रह पनि गर्न चाहेँ। हस्, धन्यवाद। अनि मेयर साहबले त अलिअलि स्रोत साधनहरू छ भन्नुहुन्छ नि? नै छ, त्यो पुरानो छ। अब त्यो 2-3 ठाउँमा आग लागि भएको अवस्थामा तपाईँको त्यो हान्दै निभाउँदै त्यो त खतम भइसकेको हुन्छ नि, त्यो डढिसकेको हुन्छ। अब नयाँ पनि त चाहियो, नयाँ 15-20वटा जति भयो भने हाम्रो टोली जान्छ, स्थानीयहरू हुन्छ, गाडीमा सर साधन लिएर गएको भए तपाईँको नियन्त्रण गर्न सजिलो हुन्थ्यो। कार्यालय थारमाराले तपाईँको पुराना साधनहरू, तपाईँको औजारहरू अहिले जीर्ण अवस्थामा रहे। हामीसँग सँगै सरकारको हामी कहाँ यो सामग्री किन्नका निमित्त, यो इक्विपमेन्ट किन्नका निमित्त हामीसँग तपाईँको त्यो अनुसारको बजेट छैन भनेर अनुरोध गरेपछि मैले अस्ति मात्रै हाम्रो कार्यपालिकाको बैठक बस्दैछ। इलाका प्रहरी कार्यालयको तर्फबाट लेटर प्याडमा तपाईँहरूले बजेट माग सम्बन्धी विपदका सन्दर्भमा आग लागि मात्रै होइन, बाढी पहिरो, आग लागि र बाँकी कुराहरू गर्नका निमित्त, बाँकी सामग्रीहरू खरिद गर्नका निमित्त तपाईँहरूले त्यहाँबाट कार्यालयको तर्फबाट माग गरेर पठाउनुहोस् र हामी सक्ने जति बजेट उपलब्ध गराउँला भनेर मैले कुरा राखेका थिएँ। त्यही अनुरूप इलाका प्रहरी कार्यालय थारमारेका इन्सपेक्टर साहबले बजेट माग गर्नुभयो। इस्टिमेटमा उहाँले 1 लाख बराबरको सामान्य तपाईँको औजार किन्नका निमित्त हामी कहाँ बजेट माग गरेको हुनाले अस्ति मात्र यही चैत्रको कार्यपालिकाको बैठकले 1 लाख रुपियाँ बराबरको बागचौर नगरपालिकाको तर्फबाट इलाका प्रहरी कार्यालयलाई सामान खरिद गरेर हस्तान्तरण गर्ने निर्णय भइसकेको छ। हामी ती जीर्ण भएका औजारहरू तुरुन्तै किनेर इलाका प्रहरी कार्यालय थारमारेलाई 1 लाख बराबरको सामानहरू हामी हस्तान्तरण गर्दैछौँ। अहिले जति गर्नुभएको छ धेरै धेरै धन्यवाद। आगामी योजना उहाँहरूले माग गर्नुभयो औजार खरिदका लागि, उहाँहरूले यो औजारहरू आवश्यक पर्छ हामीलाई सहयोग गर्नुहोस् भनेर गर्नु माग्नुभयो भने के उहाँहरूलाई प्रतिबद्धता सायद भन्न सक्नुहुन्छ? अब यसमा त कस्तो लाग्छ भने हामीले तपाईँको महत्त्वपूर्ण कुरा हो, आज तपाईँको सामुदायिक वन नै बचेन भने मलाई लाग्छ हाम्रा धेरै कामहरू अस्तव्यस्त रहन्छन्। हाम्रो तपाईँको मलाई त लाग्छ यो खाने घाँस पनि रोकिन्छ। पहिलो कुरा सामुदायिक वनलाई हामीले कसरी संरक्षण गर्न सक्छौँ, कसरी सम्वर्धन गर्न सक्छौँ, कसरी बढीभन्दा बढी हामीले तपाईँको यसबाट आय आर्जन लिन सकिन्छ।
मलाई लाग्छ यो तपाईँको आय आर्जनमा जोड्नका निमित्त पनि अत्यन्तै ठुलो तपाईँको सहयोग गरेको छ सामुदायिक वनले होइन। आज धेरै मान्छेहरू तपाईँको सामुदायिक वन राष्ट्रिय वनबाट वन पैदावारबाट उत्पादन भएका ती वस्तु भाउहरू बिक्री गरेर आज रोजगारीको रूपमा एउटा आय आर्जनको रूपमा अगाडि बढाएको छ होइन। धेरै हामीले तपाईँको वनबाट उत्पादन हुने विभिन्न तपाईँको यो खोटो होइन, काठ, दाउरा, जडीबुटी होइन, ढुङ्गा, गिट्टी, बालुवा, यो सबै सामुदायिक वन राष्ट्रिय वनबाट हामीले तपाईँको प्रयोग गर्छौँ होइन। त्यस कारणले पनि मलाई लाग्छ कार्यालयको तर्फबाट माग भएर आएपछि र तपाईँको विराट रूपले कार्यपालिकाको बैठकमा छलफल गरेर समन्वय गरेर आउँदो बजेटमा अब हामीले त नजिक पनि हामी छौँ यो बजेट बनाउने कार्यक्रममा होइन। असाढमा तपाईँको नयाँ वर्षको बजेट पनि आउँछ। त्यस कारणले पर्याप्त रूपमा हामीले तपाईँको डडेलो नियन्त्रण गर्नका निमित्त विपदमा परेका बागचौर नगरपालिकाका नगरवासीहरूलाई सहयोग गर्नका निमित्त इलाका प्रहरी कार्यालय थारबारेले माग गर्यो भनेपछि थप बजेटको लागि पनि हामीले तपाईँको व्यवस्था गर्ने कुरा पनि म तपाईँहरूलाई जानकारी गराउन चाहन्छु। धन्यवाद। अब म त्यहीँनिर डेपी साहबसँग गइहाल्छु। यो औजारहरूको व्यवस्थापनमा थारमारीमा बागचौर नगरपालिकामा समस्या छ भन्नुभयो, यसको लागि डिभिजन वन कार्यालयले केही सहयोग गर्न सक्छ त? धन्यवाद हाम्रो सरलाई। जिल्लामा समग्रमा हेर्दाखेरि औजारहरूको अवस्था कस्तो छ? औजारहरू अब यस्तो छ, हाम्रो चाहिँ अग्नि नियन्त्रण सामग्री भनेर हामीले चाहिँ प्रत्येक वर्ष खरिद गर्छौँ, तर यो वर्ष चाहिँ हामीले खरिद गरेनौँ। अघिल्लो वर्ष नै खरिद गरेको सामग्री हामीले यो माघ 22 गते जिल्ला प्रहरी कार्यालयलाई हामीले करिब 25-30वटा चाहिँ थान चाहिँ हामीले हस्तान्तरण गऱ्यौँ सिडिओ साहबकै उपस्थितिमा। सायद त्यो तपाईँहरूको हाम्रो यो मिडियाका साथीहरूले त्यो पनि यसो प्रचार चाहिँ गरिदिनु भएको थियो, हामीले त्यो हस्तान्तरण गरेका थियौँ। एक अर्को चाहिँ के छ भने हामीले यो जिल्लाभरि नै सबै हाम्रो 8वटा सब डिभिजन वन कार्यालयहरू छ। 8वटा सब डिभिजन वन कार्यालयहरूमा एक सेट चाहिँ यो अग्नि नियन्त्रण सामग्री छ। त्यसपछि अर्को चाहिँ हामीले के गरेका छौँ भने यो खोटो कम्पनीहरू छन् 7वटा यहाँ काम गर्ने जिल्लाभरिमा। खोटो कम्पनीको प्रत्येक डिपोमा जहाँ डिपो छ त्यहाँ डिपोमा चाहिँ तपाईँहरूले एक सेट सामग्री राख्नुहोस् भनेर हामीले उहाँहरूसँगै छलफल गरेर एउटा निर्णय गरेर उहाँहरूलाई चाहिँ त्यो परिपत्र पनि गरेका छौँ। केही साथीहरूले चाहिँ राखी पनि रहनु भएको छ, त्यो चाहिँ छ। र हाम्रो यहाँ सब डिभिजन वन कार्यालयमा चाहिँ छ त्यो सामग्री। अब त्यही हो जस्तै यो अब यो बागचौर नगरपालिकामा धन्य 55-56वटा सामुदायिक वन छन् होइन। अब त्यो सबै सामुदायिक वनलाई इन्डिभिजुअल चाहिँ त्यो दिन सक्ने अथवा सहयोग गर्न सक्ने अवस्था हुँदैन। नजिकै भएका सामुदायिक वन जहाँ आगलागी भइहाल्छ त्यो बेलामा चाहिँ हामीले सब डिभिजन वन कार्यालयबाट त्यो सामग्री लिएर नियन्त्रण गर्नमा चाहिँ प्रयोग गर्छौँ हामीले चाहिँ। हस्, धन्यवाद। भएको आम्दानीलाई खर्च व्यवस्थापन के शीर्षकमा गर्नुहुन्छ, कसरी गर्नुहुन्छ? हाम्रो खर्च व्यवस्थापन खर्चमा हामीले कस्तो गरेका छौँ भनेपछि अब हामी कोही दुखी पीडितहरूलाई हामीले अब कति हुन्छ अब आफ्नो सक्दो अनुसार 25,000 24,000को दरले हामीले त्यो पनि सहयोग गरेका छौँ। र अब हामीले अरू खर्च गर्नेमा अब त्यस्तो अरू हामीले उपभोक्ताले केही पनि खर्च गरेको तपाईँको सामुदायिक वनमा भएको तपाईँको विधानमा भए अनुसार तपाईँको सामुदायिक वनको आम्दानी केमा वन व्यवस्थापनमा खर्च गर्नुभएको छ कि छैन? वन व्यवस्थापनमा हामीले खर्च त्यस्तो खासै गरेका छैनौँ। हुन्छ, म डेपुटी साहबसँग जाउँ न। अनि यो सामुदायिक वनको आम्दानीलाई कति प्रतिशत केमा खर्च गर्न मिल्छ? सामुदायिक वनलाई व्यवस्थापनमा गर्नुपर्छ कि पर्दैन? के छ यस्तो अवस्था? अब यसमा चाहिँ ऐनमा अथवा कार्यविधिमै अहिले त नियमावलीमै त्यो व्यवस्था गरेको छ। खास गरेर के भने सामुदायिक वनको टोटल आम्दानीको 25% चाहिँ वन व्यवस्थापनमा खर्च गर्नुपर्ने, वन विकासमा अनिवार्य खर्च गर्नुपर्छ। त्यसपछि बाँकी बचेकोलाई चाहिँ 50% चाहिँ तपाईँको आय आर्जनमा यो दुखी गरिब भन्नुभयो जुन उहाँले भन्नुभयो होइन, विपन्न वर्गको उत्थानको लागि त्यसमा खर्च गर्नुपर्छ भने बाँकी 50% चाहिँ सामुदायिक विकास जस्तै बाटो, खानेपानी, अब यस्ता विकास निर्माण कामहरूमा चाहिँ खर्च गर्ने व्यवस्था छ। र अब अध्यक्षज्यूले के भन्नुभयो भने वन व्यवस्थापनमा हामीले खर्च गरेकै छैनौँ भन्नुभयो। अघि चाहिँ वन हेरालो राखेका छौँ भन्ने जस्तो कुरा गर्नुभएको थियो होइन।
अब त्यो यदि त्यो हो भने त्यो पनि वन व्यवस्थापनभित्रै पर्छ। यो खास के छ भने हामीले यो औजार भनेर जुन भन्छौँ होइन, यो फायर कन्ट्रोल इक्विपमेन्ट भनेर भन्छ, त्यो बनाएका जुन छन् यो स्वाटर भन्ने हुन्छ, त्यो स्वाटर भनेको पिट्ने हो। त्यो चाहिँ हाम्रो यहाँको स्याउलाले लोकल स्याउलाले काम गरिहाल्छ खास भन्ने हो भने त्यो चाहिँ। अनि अर्को चाहिँ तपाईँको त्यो दाँते भन्ने हुन्छ, त्यो सोर्ने होइन, त्यो सोर्ने भनेको उस्तै गरेर हामीले यहाँ आफै चाहिँ त्यो खरेटो सरेटो यस्ता यस्ता बनाएर जङ्गलमै भएका, त्यही भएर हामीले यो स्थानीय स्रोत साधन चाहिँ प्रयोग गरेर मजासँग यहाँ नियन्त्रण गर्न सक्छौँ। त्यसको लागि म त के भनेको छु भने यो खरिद गर्नु पर्दैन, यो त्यसमा पैसा खर्च गर्नु पर्दैन। सिर्फ एउटा चाहिँ नयाँ सामान चाहिँ यो इक्विपमेन्टमा के छ भने ब्याकप्याक पम्प भन्ने छ एउटा, त्यो पछाडि बोकेर त्यो चाहिँ 10-15 मिटर टाढासम्म पानी चाहिँ त्यसले छोड्छ दमकल जस्तै होइन, हो त्यो चाहिँ किन्नुहोस् एउटा। त्यति किन्नेपछि सामुदायिक वनले केही फरक पर्दैन। त्यो चाहिँ करिब मलाई लाग्छ 18,500 पर्छ त्यो होइन। अब त्यो किन्ने ठाउँमा त्यो चाहिँ जो सप्लायर छ उसले चाहिँ 18,500 चाहिँ त्यो दिँदो रहेछ। त्यो किनेर राख्नुभयो भने हामीले त्यो धेरै ठाउँमा यो गोष्ठीहरूमा होइन यो छलफल कार्यक्रममा पनि भनेका छौँ त्यो कुरा चाहिँ। र अरू कुरा यो सामग्री किन्ने जुन कुरा छ, अब मैले त डिभिजन वन कार्यालयमा पनि डिभिजन वन कार्यालयले सामग्री किन्दाखेरि पनि अलिकति काम लाग्ने उपयोग हुने खालको किन्नु पर्छ। जस्तै अब त्यसमा के छ भने तपाईँको हेलमेट छ होइन, त्यसपछि सुट छ एउटा, त्यो चाहिँ यो पिपी ऊ जस्तै त्यो कोरोनाको बेलामा लाउँथ्यो नि त्यो उहिले होइन, त्यो त्यस्तो खालको एउटा सुट छ। त्यस्तै गरी जुत्ता छन् होइन त्यो सामग्रीभित्र। त्यसपछि अघि मैले भने एउटा स्वाटर भन्ने छ त्यो पिट्ने, त्यसपछि अर्को दाँते भन्ने छ, अनि बेल्चा गैँठी यस्ता कुराहरू छन् कि। तिनी कुराहरू भनेका त हाम्रो यहीँ स्थानीय स्तरमै हामीले चाहिँ मजासँग त्यो आफ्नो घरबाटै लगेर पनि त्यो चाहिँ प्रयोग गर्न सक्छौँ। त्यसको लागि छुट्टै किनेर स्टक गरेर सामुदायिक वनमा समूह राख्नुपर्ने आवश्यक छैन। बरु सकिन्छ भने एउटा 2टा 3टासम्म बरु त्यो ब्याकप्याक पम्प चाहिँ किन्नुहोस्, किनभने त्यसले दमकलको काम चाहिँ गर्छ। त्यो चाहिँ म सुझाव दिन चाहन्छु। हस्, वन डडेलो सम्बन्धी के छ यहाँहरूको प्रश्न छैन भने हामी अर्को चरणमा जान्छौँ। म डेबु साहसँगै गएँ। खास गरी यो जैविक विविधता भन्नाले हामीले कसरी बुझ्ने? धन्यवाद हाम्रो शिव सरलाई। अब यो जैविक विविधता भन्ने बित्तिकै त्यो शब्दबाट पनि थाहा हुन्छ, विभिन्न जीव जन्तुहरू किरा फट्याङ्ग्रादेखि लिएर वनस्पतिदेखि लिएर सबै कुराको एकमुष्ट जुन यो चाहिँ के छ भने एउटा परिवार, यो वातावरणमा चाहिँ एउटा परिवार भएर बसेको छ त्यो चिज। तपाईँ वनस्पतिदेखि लिएर किरा फट्याङ्ग्रादेखि लिएर जीव जन्तुदेखि लिएर हामी मानव सबै चाहिँ हामी खास चाहिँ यो सेरोफेरोमा जुन यो वातावरणीय सेरोफेरोमा चाहिँ हामी मिलेर बसेका छौँ, त्यो नै हो जैविक विविधता भनेको होइन। यो जैविक विविधता भनेको जीव जन्तुहरूको विविधता, विभिन्न खाले जीव जन्तुहरूको एउटा समग्र रूप चाहिँ के हो भने जैविक विविधता हो। अब यो जैविक विविधता पनि तपाईँको डडेलो व्यवस्थापनमा अथवा डडेलो नियन्त्रणमा मुख्य रूपमा चाहिँ हामीले गर्नुपर्ने एउटा के हो भने नोक्सान हुने भनेको डडेलोले गर्दाखेरि नोक्सान हुने भनेको सबभन्दा ठुलो नोक्सान भनेको जैविक विविधता नै हो, सबभन्दा ठुलो नोक्सान। त्यस कारणले यो जैविक विविधतालाई संरक्षण गर्नको लागि पनि हामीले चाहिँ डडेलो नियन्त्रण चाहिँ जरुरी छ। त्यो भएर यो जैविक विविधताको के एउटा अर्को कुरा के हुन्छ, त्योभित्र एउटा इकोसिस्टम भन्ने हुन्छ। त्यसमा चाहिँ एउटाको कुरा अर्कोसँग चाहिँ स्वाभाविक रूपमा जोडिएको हुन्छ। जस्तै मौरी भएन अथवा भमरा भएन भने हाम्रा यी खेतीपातीमा जति खेतीपाती हामी गर्छौँ त्यो खेतीपातीहरूमा अन्न लाग्दैन त्यसमा चाहिँ होइन। अन्न लाग्नलाई के हुन्छ भने त्यो मौरीले भमराले चाहिँ एक ठाउँबाट अर्को ठाउँमा त्यो पोलिनेसनहरू गराइदिन्छ, जसले गर्दाखेरि यो दाना लाग्ने होइन, कानो ननिस्किने होइन, त्यसपछि पलाटो ननिस्किने त्यस्तो खालको चाहिँ त्यो गराइदिन्छ। कसले भन्दाखेरि त्यो मौरीहरूले भमराले गराइदिन्छ र किरा फट्याङ्ग्राले त्यसरी गराइदिन्छन्। त्यस्तै गरेर चाहिँ तपाईँको के हुन्छ भने यहाँ किरा फट्याङ्ग्रा जुन चाहिँ अलिक हानिकारक खालका किरा फट्याङ्ग्रा हुन्छन् तिनलाई चाहिँ अर्को किरा फट्याङ्ग्राले नियन्त्रण गरिदिएको हुन्छ, जुन हामीले त औषधि छरेर नियन्त्रण गर्नुपर्ने आवश्यक हुँदैन हो। यिनी कुराहरू चाहिँ अप्रत्यक्ष रूपमा फाइदा हुने भएको हुनाले जैविक विविधता संरक्षण गर्न चाहिँ एकदमै जरुरी छ भन्ने कुरो हो। यहाँहरूले नगरपालिकामा केही रणनीति योजना, वन्यजन्तु संरक्षण सम्बन्धी केही योजनाहरू बनाएर ती भएका सामुदायिक वनमा भएका या चोरी निकासीबाट सचेत हुने कुरा होला, जडीबुटीको कुरा होला, त्यसमा सचेत भएर त्यो संरक्षणका लागि यहाँहरूले के काम गर्नुभएको छ, के योजना बनाउनु भएको छ? धन्यवाद छ सरलाई। अब यसमा असाध्यै राम्रो कुरा उठानु गर्नुभयो होइन। यो असाध्यै तपाईँको जनताको जनजीविकासँग मात्रै जोडेको भन्दा पनि एउटा तपाईँको आफ्नो आत्मासँग पनि जोडेको कुरा हो जस्तो लाग्छ मलाई यो होइन। अब यसमा आफ्नो आफ्नो कुरा तपाईँको आफ्नो आफ्नो क्षेत्राधिकार छ।
सङ्घीय सरकारले तपाईँको कुन वनहरूलाई हेर्ने, प्रदेश सरकारले कुन तहका तपाईँको वनहरूलाई हेर्ने, स्थानीय तहले तपाईँको कुन वनहरूलाई हेर्ने होइन, आफ्नो आफ्नो क्षेत्राधिकार तपाईँको छ। त्यसमध्येमा पनि तपाईँको क्षेत्राधिकार त छँदैछ, त्यसमध्ये पनि हामीले हाम्रो जिम्मेवारीको हिसाबले, हाम्रो कर्तव्यको हिसाबले र यो बागचौर नगरपालिकाको जनप्रतिनिधि र यहाँको बागचौर नगरपालिकाको नगर प्रमुख भएको नाताले पनि हामी भित्र र हाम्रो बागचौर नगरपालिका परिसरभित्र रहेका राष्ट्रिय वन हुन्, सामुदायिक वन हुन्, व्यक्तिगत निजी वन हुन्, यसलाई तपाईँको संरक्षणको पाटोलाई हामीले अगाडि बढायौँ भने यो जैविक विविधतासँग जोडेका सबै सरहरूले जसरी तपाईँको डिभिजन वन कार्यालयको कार्यालय प्रमुखले राख्नुभयो, जीव जन्तु वनस्पतिको संरक्षण गर्नका निमित्त हामीले तपाईँको वर्षेनी नीति कार्यक्रम र पोलिसीमा पनि राखेका छौँ। त्यस अन्तर्गतका बजेट र कार्यक्रमहरूमा पनि हामीले जोड्ने प्रयत्न गरेका छौँ र मलाई लाग्छ अब कतिसम्म यो तपाईँको निर्णय गर्न मिल्ने या नमिल्ने होइन, यो बिचमा हाम्रो बहस भइराखेको छ र हामीले एउटा के सोच ल्याएका छौँ भनेपछि हामीले तपाईँको जन्म भयो जब हामी जन्म दर्ता गराउन स्थानीय तह माथतका तपाईँको वडा कार्यालयहरूमा हामी जहाँ पुग्छौँ त्यहाँ जाँदै गर्दाखेरि हामीले सकभर फलफुलकै बिरुवा रोप्नुहोस् या तपाईँको अरू कुनै बिरुवा रोप्नुहोस्, जुन बिरुवा भए पनि जन्म दर्ता गराउँदै गर्दाखेरि आफ्नो घरमा आफ्नो परिवारमा आज एउटा सौभाग्यले जन्म लियो, छोरा जन्मियो या छोरी जन्मियो, जन्म भइसक्यो भनेपछि भर्साका आफ्नै घरबारीमा रोप्नुहोस्, बिरुवा रोप्नुहोस्, जुन बिरुवा रोपे पनि हुन्छ होइन। फलफुलकै बिरुवा रोप्नुहोस् अथवा तपाईँको बर पिपल रोप्नुहोस् अथवा सल्लो रोप्नुहोस् अथवा उत्तिस रोप्नुहोस् अथवा त्यो ठाउँमा के बिरुवा तपाईँको लगाउँदै गर्दाखेरि हुर्किन्छ र भोलिका दिनमा त्यसलाई आय आर्जनमा जोड्न सकिन्छ होइन। वर्षक त्यो बिरुवा रोपेर बिरुवाको फोटोसहित जन्म दर्ता गर्ने बेला तपाईँहरूले लिएर आउने बाध्यकारी व्यवस्था त होइन। सकभर यसलाई तपाईँको एउटा संस्कारको रूपमा यसलाई हामीले तपाईँको हिजै यो बरको बिरुवा कसले रोपेको भन्दै गर्दाखेरि बाजेहरूको नाम तपाईँको बुवाहरूको नाम आउँछ, यो पिपल कसले रोप्या हो भन्दै गर्दाखेरि जसरी नाम आउँछ त्यसरी पनि मेरो यो सन्तान जन्मेको बेला रोपेको बिरुवा हो होइन। यो तपाईँको मेरो घरमा पहिलो सन्तान अथवा दोस्रो सन्तानको बेला यो रोपेको बिरुवा भनेर गाउँ समाजलाई पनि देखाउन मिल्ने गरेर र त्यसबाट बढीभन्दा बढी तपाईँको आय आर्जन हुने गरेर यसलाई तपाईँको एउटा संस्कारको रूपमा अगाडि लाने हो कि भनेर हामीले तपाईँको कार्यपालिकामा पनि विरत रूपले छलफल गरेका छौँ। फेरि त्यसमै तपाईँको एउटा प्लस भएर आयो, जन्ममा त गर्ने, मृत्युमा पनि गर्दाखेरि अझै राम्रो हुन्थ्यो कि त होइन। मेरो तपाईँको आमा, मेरो बुवा, मेरो भाइ, मेरो घरको सन्तान तपाईँको मृत्यु भएको बेला, स्वर्गारोहण भएको बेला लगाएको यो वृक्ष हो भनेर मृत्यु दर्ता गर्न आउने बेला पनि त्यो लगाएको बिरुवा तपाईँको फोटो लिएर जसरी अरू आवश्यक कागजातहरू हामी लिएर आउँछौँ जन्म दर्ता र मृत्यु दर्तामा, त्यसै गरेर एउटा तपाईँको बिरुवा रोपेर त्यो बिरुवाको लगाउन लगाएको फोटो अथवा पानी सिँचाइ गर्न लागेको फोटो सकभर त्यही घर परिवारको होइन त्यो सहित तपाईँको ल्याउने बन्दोबस्त मिलाउने कि भनेर हामीले तपाईँको विरत रूपले छलफल गरेका छौँ। यसलाई नीति पोलिसीमा कति ढाल्न मिल्ने कति नमिल्ने होइन, क्षेत्राधिकारले कति दिने, यदि तपाईँको कानुन सम्बद्ध तरिकाले बाध्यकारी व्यवस्था गराउन सकिएन, राख्न सकिएन भने पनि यसलाई संस्कारको रूपमा एउटा सभ्यताको रूपमा यो बागचौर नगरपालिकाको एउटा चिनारीको रूपमा पनि जन्म दर्ता र मृत्यु दर्ताको बेला अनिवार्य रूपले एउटा बिरुवा घरमा अथवा तपाईँको सामुदायिक वनमा अथवा राष्ट्रिय वनमा अथवा निजी वनमा अथवा आफ्नै बाबुबाजेले भोग चलन गर्दै आएको आफ्नै नाममा रहेको दर्ता श्रेष्ठता भएको जग्गामा अनिवार्य रूपले लगाउने व्यवस्था मिलाउने कि भनेर हामीले तपाईँको छलफल चलाएका छौँ। एउटा कार्यविधि पनि पास गर्दैछौँ
मलाई लाग्छ भरसक यो आउँदो बजेट र नीति कार्यक्रममा पनि यसलाई समावेश गरेर अगाडि बढ्ने सोच बनाएका छौँ। जस्तो यहाँनिर अघि जैविक विविधता सम्बन्धी वन्यजन्तुहरूको संरक्षणको कुरा आएको छ, यहाँ अघि भन्नुभएको थियो पोखरीको कुरा गरिरहनु भएको थियो। त्यो गर्नको निम्ति यहाँले स्थानीय तहको प्रमुख हुनुहुन्छ, अब बजेट निर्माण पनि गर्दै हुनुहुन्छ। विगतमा थियो कि थिएन पोखरी बनाउने चलन? विगतमा हामीले देख्थ्यौँ डाँडा काँडामा पोखरीहरू हुन्थ्यो, त्यहाँ वन्यजन्तुहरूले प्रयोग गर्ने गर्थे, आगो नियन्त्रणमा सहयोग हुन्छ भन्नुभएको छ। त्यो बनाउने निम्ति यहाँको पालिकाले यहाँका आम नागरिकलाई, यहाँका आम उपभोक्तालाई के प्रतिबद्धता गर्नुहुन्छ? अब यसमा के छ भन्नुहुन्छ भने हामीले जनतासँग जोडेका कार्यक्रम, मुख्यमन्त्री रोजगार कार्यक्रम, प्रधानमन्त्री रोजगार कार्यक्रम, जो नितान्त तपाईँको हामीले श्रम गरेर आर्जन गर्ने कार्यक्रम हो। अब हिजो अलि देशको अवस्था अलि आर्थिक हिसाबले तपाईँको अलि ठुलो रूपमा बजेट आउँथ्यो। झन्डै यो बागचौर नगरपालिकामा झन्डै तपाईँको 13 करोड बराबर जनताले आफैले तपाईँको कुटो कोदालोले काम गर्न पाउने गरेर रोजगारीमा जोड्न सकिने गरेर बजेट आउँथ्यो। अहिले आज बजेटको अवस्था सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहमा बजेटको अवस्था आज तपाईँको भोल्युमको हिसाबले घट्दै आएको छ। हिजो झन्डै तपाईँको 13 करोड बजेट आउने ठाउँमा आज हामी कहाँ 56 लाख रुपियाँ मात्रै प्रधानमन्त्री रोजगार कार्यक्रममा बजेट आएको छ। तपाईँहरू सबैलाई जानकारी छ। हिजो हामीले तपाईँको एउटै ओडामा पनि मलाई लाग्छ धेरै ठाउँहरूमा हामीले तपाईँको पशु चौपायालाई खान मिल्ने गरेर ठाउँमा हामीले तपाईँको पोखरीहरू बनायौँ। तपाईँहरू थाहा छ, महिला दिदीबहिनीहरूले त धेरैले काम पनि गर्नुभयो होला। डाँडाहरूमा तपाईँको चौबाटोहरूमा होइन धेरै ठाउँहरूमा तपाईँहरूले पोखरीहरू प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत तपाईँहरूकै आफ्नै सामुदायिक वनहरूमा आफ्नै तपाईँको चौबाटोहरूमा बनाउनु भयो र बागचौर नगरपालिकाले बजेट विनियोजन गर्यो। हिजो हामीले तपाईँको 20वटा पोखरी बनाउँथ्यौँ भनेपछि आज बजेटको हिसाबले अलिक कम होला होइन। आउँदो कार्यक्रममा हामीले तपाईँको वन्यजन्तुले पनि आहार गर्न पाउने गरेर, पानी खान पाउने गरेर, हामीले घरमा पालेका पशु चौपायाले पनि पानी खान मिल्ने गरेर, डढेलो आएको बेला पनि त्यसमा तपाईँको रहेको पानीले डढेलो नियन्त्रण गर्न सक्ने गरेर बाँकी तपाईँको पोखरी बनाउनका निमित्त अहिले पनि हामी कहाँ बजेट छ र आउँदो कार्यक्रममा पनि हामीले बजेट बनाएर अगाडि बढ्ने कुरा पनि म तपाईँहरूलाई विश्वास व्यक्त गर्न चाहन्छु। धन्यवाद। के नागरिकसँग जाउँ न त, उसो भए अन्तिम चरणमा छौँ। यो वन्यजन्तुले तपाईँको सबैभन्दा हामी अब कृषकहरूले लगाएको बालीनालीलाई, स्यालले, घर घरमा आएको कुखुराहरू पालन गरेको त्यसलाई पनि धेरै नोक्सान पुर्याएको छ। त्यसपछि गएर यो रत्ता पनि त्यस्तै प्रकारले हाम्रो वन्य लगाएको बालीनालीमा, गहुँ मकैमा धेरै नोक्सानी पुर्याएकै हुन्छ। बाँदर, पहिलो प्राथमिकता बाँदर। हामीले लगाएको बालीनाली जो असारमा अब हामी मकै लगाउँछौँ, त्यो मकैलाई हेर्नु एक छेउबाट आयो भने पुरै बाली त्यसलाई सखा पार्ने हिसाबले 100-150 जति पनि आउने गर्छन् माथि लेकतिर अब देख्ने गर्छु म। त्यस पछाडि अरू कालीजोले त्यति चेतना नगरेको हुन्छ। कालीजोलाई अब संरक्षण गरेर हामी त्यो यहाँको उपभोक्ता समुदायका उपभोक्ताले कसैले पनि त्यसलाई हामी त्यस्तो मार्ने प्रचलन छैन, त्यसलाई हामी आज संरक्षण गर्ने गरेका छौँ। अनि सबैभन्दा अहिले त्यो घोरल हजुरले देख्यो भने चाहिँ घोरलले पनि त्यसपछि यो रत्ता भन्ने एउटा हुन्छ, त्यो रत्ताले धेरै क्षति पुर्याएको हुन्छ हेर्नुहोस् बालीले। अनि त्यसपछि यो सारसबरको हुन्छ, त्यसले पनि हाम्रो वन्यजन्तुमा अलिकति यो वनबाट आएर जस्तै हाम्रो यो बालीनालीलाई क्षति नै पुर्याएको महसुस हाम्रो उपभोक्तामा हामी देख्ने गरेका छौँ। सबैभन्दा पहिलो प्राथमिकता भनेको त अहिले यो खरायोले त धेरै नोक्सान पुर्याएको छ। मेरो घरकै बारीमा छेउमै आएर खरायोले धेरै नोक्सानी पुर्याएको छ। अब रत्ता पनि त्यस्तै प्रकारले आइरहन्छ। अब त्यही हो सुझाव सल्लाह। यहाँले अघि देव साहबले भन्नुभयो संरक्षण गर्नुपर्छ भन्नुहुन्छ, अनि तपाईँहरूलाई चाहिँ क्षति भइरहेको छ भन्नुहुन्छ। यो कहाँनिर तालमेल मिलेन, के हुन्छ होला? अब यसको लागि त संरक्षण अब त्यसलाई अब केही न कुनै के गर्दा हुन्छ। अब हामी उपभोक्ताले अब त्यसलाई मार्न मिल्ने त हुँदैन भन्ने कुरा छ, तर मार्न सकिन्न। अब त्यो भेटाउनै सकिन्न, त्यसलाई देख्ने पनि देख्छौँ, प्रत्यक्ष रूपमा देखेका हुन्छौँ, तर अब त्यसलाई धेरै दौडिन्छ। त्यो अब रत्ताहरू भन्ने त्यसलाई मार्न पनि नमिल्ने। अब त्यस्तै प्रकारले धेरै नै हाम्रो क्षति भएको अनुभूति हामी सबै उपभोक्तालाई हामी भएकै छ। सञ्चालकलाई कसरी वन संरक्षण गर्नुभयो भन्नुभएको छ। हामीले आगो लगाउँदा आफ्नो बारीमा पनि हामीले आगो नलगाई कुहिने गरी खाल्डोमा कसिङ्गरहरू त्यसरी प्रयोग गरेका छौँ।
कहीँ बारीमा लगाएको आगो पनि कतै वनमा जान्छ कि भनेर हामीले त्यो काठ कचिङ्गर खेलेर खाल्टोमा हालेर संरक्षण गरेका छौँ। वनलाई हामी धेरै माया गरी जोगाएका छौँ। अरूलाई पनि सबैलाई यस्तै गर्नुहोस् भन्ने सिकाएका छौँ। र यो सल्लाहहरूलाई अलि प्राप्त गराएर अरू अनुरोध जातको बिरुवाहरू रोप्न पाए हुन्थ्यो कि भन्ने सोचमा पनि हामी छौँ। यो सल्लाहले गर्दा यो कुसुमहरू धेरै भएकोले अलि बढी आग लागि हुन्छ र उन्नत जातको घाँसहरू रोप्दा बाख्राहरू पाल्दा पनि अलि वन ठुलो गराए हामीलाई सहज हुन्थ्यो कि भन्ने हामीलाई लागेको छ। हवस्। जस्तो अघि बाँदरले क्षति गर्यो, त्यसपछि मलाई हाम्रो चाहिँ उत्पादन गरेको कृषकले उत्पादन गरेको चिज खाइदियो भन्नुहुन्छ, त्यस्तो अवस्थामा डिभिजन वन कार्यालय के गर्न सक्छ? यस्तो छ। अब यसमा अघि उहाँले भन्नुभयो के भने वन्यजन्तुले क्षति चाहिँ पुर्याएको छ वास्तवमा भन्यो भने। अब के हुन्छ भने नजिकै बसेपछि अलिकति वनको नजिक बसेपछि थोरै क्षति चाहिँ सहनै पर्छ होइन। सहर बजारतिर बसियो भने चाहिँ गाडी एक्सिडेन्टका घटनाहरू सहनुपर्छ भने यहाँ वनको नजिक बसेपछि अब वनको अलिअलि क्षति चाहिँ सहनुपर्ने अवस्था पनि आउँछ। त्यो भएर सरकारले अहिले के गरेको छ भने वन्यजन्तु क्षतिको राहत निर्देशिका भन्ने एउटा बनाएको छ र त्यसमा चाहिँ तपाईँको बाली नाली नोक्सान गरेको वन्यजन्तुले नोक्सान गरेकोमा तपाईँको चाहिँ 5,000 चाहिँ दिने गरेको छ एक सिजनको होइन। वर्षको 2 पटक 2टा खेती हुन्छ नि त हाम्रो। त्यस्तै गरेर यदि वन्यजन्तुले चाहिँ तपाईँको कुनै बाख्रा मार्यो भने त्यसको चाहिँ तपाईँको 20,000 देखि 30,000सम्म छ। त्यस्तै गाई गोरु मार्यो भने त्यसको पनि छ, भैँसी मार्यो भने छ। आज मात्रै मैले चाहिँ यो कालीमाटीमा एकजना भोलाबादी भन्नेको चाहिँ घोडा चाहिँ बाघले खाइदिएको रहेछ। त्यसको चाहिँ हामीले क्षतिपूर्ति 60,000 चाहिँ उहाँलाई चाहिँ मैले आज मात्रै बिहान चाहिँ उहाँलाई यसो हाम्रै टेबलमा बोलाएर दिएको छ उदाहरण होइन। यो व्यवस्था गरेको छ एउटा। र अर्को चाहिँ अघि भन्नुभयो मार्न पनि नपाइने होइन, तर क्षति पनि सही रहनुपर्ने अवस्था छ भन्नुभयो। त्यो भएर नै सरकारले चाहिँ अहिले अर्को नीति के बनाएको छ नि, यो रातो बाँदर र बँदेल यो दुईटालाई चाहिँ के भने कृषि हानिकारक वन्यजन्तु भनेर व्याख्या गरेको छ। त्यो भने के भने कृषि हानिकारक वन्यजन्तु भनेर कानुनमा उल्लेख गर्ने बित्तिकै त्यो वन्यजन्तु यदि बारीमा आयो भने मार्न पाइन्छ त्यो चाहिँ होइन। त्यो व्यवस्था पनि गरेको छ बँदेल र रातो बाँदर होइन। अब रातो बाँदर चाहिँ यहाँ पाइन्छ पाइँदैन थाहा छैन होइन। अलि मुख चाहिँ रातो नै हुन्छ त्यसको होइन। त्यो भएर यो व्यवस्था गरेको छ एउटा। अनि अर्को तपाईँको के छ भने वन्यजन्तु जस्तै हामीले किन जोगाइराख्नु पर्यो त होइन। अब हामीलाई के फाइदा छ त त्यो जोगाएर त्यो वन्यजन्तु किन बचाउने भन्ने पनि तपाईँहरूको मनमा लाग्यो होला पक्का भने। जस्तै बाघ किन बचाउने, चितुवा किन बचाउने, रतुवा किन पाल्ने होइन, त्यसले के फाइदा गर्छ भन्नुभयो होला। यो के छ भने इकोसिस्टममा एउटाले अर्काको चाहिँ त्यो ब्यालेन्स सन्तुलन कायम गरिरहेको। जस्तै तपाईँ यदि रतुवा हुँदै भएन जङ्गलमा भने तपाईँहरूले पनि अहिले चाहिँ के भन्छ गाई बाख्राहरू चाहिँ खुल्ला जङ्गलमा छोड्ने चलन हटिसक्यो होइन। अब त्यस्तो अवस्थामा के हुन्छ जङ्गलमा प्रशस्तै घाँस भएर धेरै घाँस भएर तपाईँ आग लागिको सम्भावना हुने, त्यसपछि गएर त्यसले घाँस नचरिदिएपछि त्यो ब्यालेन्स चाहिँ बिग्रिने भयो एक। अर्को के हुने भयो भने जस्तै जङ्गलमा चितुवा यदि भएन भने तपाईँ रतुवा मात्रै धेरै बढ्यो भने अब रतुवा धेरै भएपछि के हुने भयो भने जङ्गल छोडेर फेरि बस्तीतिर पस्ने भयो। त्यो भएपछि यदि त्यो जङ्गलमा चितुवा पनि भयो भने के भने चितुवाले कम्ती भने त्यही केही रतुवाहरू मारेर खाने भयो, आफ्नो आहारा पुरा गर्ने भयो। त्यसरी चाहिँ एउटा यो रोटेसन हुन्छ, यो चाहिँ एकले अर्कालाई चाहिँ ब्यालेन्स गर्छ। त्यो हिसाबले पनि यो वन्यजन्तु चाहिँ बचाउनु पर्ने अवस्था छ। र अर्को चाहिँ के छ भने अलिकति पर्यटन पूर्वाधारको हिसाबले जस्तै अघि हाम्रो उहाँ सरहरू चाहिँ बाटोमा आउँदाखेरि ट्याक्क त्यो रतुवा चाहिँ उभिदियो होइन, उहाँहरू झरेर फोटो खिच्नुभयो। यति खुसी हुनुभयो उहाँहरू कि यो अहिलेसम्मको चाहिँ यात्रामा यो सबभन्दा राम्रो संयोग पर्यो, अहिलेसम्म यस्तो यात्रा भएकै थिएन भने यति खुसी हुनुभएको छ। हो त्यस्तो अवस्थाहरू पनि आउँछ। त्यस कारणले पनि हामीले वन्यजन्तु चाहिँ पाल्नुपर्छ। र अब यसको व्यवस्थापनमा हो क्षति चाहिँ छ, एकदम क्षति छ। त्यो भएर नै त्यो क्षतिको चाहिँ निर्देशिका बनाएर अलिअलि केही राहत होस् भन्ने हिसाबले पनि त्यो व्यवस्था गरिरहेको छ सरकार। जस्तो यहाँनिर रोकिहाल्ने आम नागरिक हुनुहुन्छ, उपभोक्ता हुनुहुन्छ, जस्तो यो क्षतिपूर्तिका लागि प्रक्रियाहरू उहाँहरूले के अपनाउनु पर्छ, कसरी जानुपर्छ? जस्तो क्षति त भयो, प्रक्रिया पनि होला, कसरी उहाँहरूले जानुभयो भने सहजै क्षतिपूर्ति प्राप्त गर्नु? अब त्यो चाहिँ के छ भने त्यो क्षतिको प्रक्रिया के भने क्षति हुने बित्तिकै तपाईँले मुचुल्का बनाउनुपर्छ। सुरुमै घटनास्थल मुचुल्का हुन्छ, त्यसमा प्रहरी चाहिँ अनिवार्य हुन्छ होइन। प्रहरी, त्यसपछि सामुदायिक वनको प्रतिनिधि र वन कार्यको प्रतिनिधि भयो भने र जनप्रतिनिधि, यति 4जनाको रोभरमा चाहिँ
खास गरेर मुचुल्का चाहिँ प्रहरीले नै बनाइदिन्छ होइन। त्यो यदि वन्यजन्तुले क्षति पुर्याउने खेती तपाईँको बाली नाली क्षति गर्यो भने अथवा तपाईँ वन्यजन्तु क्षति गर्यो भने अथवा मान्छेलाई नै क्षति गर्यो, मान्छे मार्यो अथवा घाइते बनायो भने यी सबै कुराको मुचुल्का चाहिँ प्रहरीले उठाइदिन्छ र त्यसपछि त्यो मुचुल्का सहित राखेर सिफारिससहित चाहिँ डिभिजन वन कार्यालयमा निवेदन दिनुभयो भने हामी चाहिँ एउटा समिति छ, त्यो समितिले निर्णय गरेर त्यो पैसा चाहिँ उपलब्ध गराउँछौँ। यत्रो धेरै कुरा गरिहाल्यो, जस्तो त्यही अवस्थामा कसैले वन्यजन्तु मारिहाल्यो भने कानुन चाहिँ के हुन्छ, कानुनी प्रक्रियाले उहाँलाई के भन्छ? अब वन्यजन्तु मारेको त के छ भने तपाईँको संरक्षित वन्यजन्तु भन्ने छ होइन, 26-27वटा संरक्षित वन्यजन्तु भन्ने छन्, जस्तै गैँडा, हात्ती, बाघ होइन। अब यस्तै यो रेड पान्डादेखि लिएर यस्ता कुराहरू, कस्तुरी, मृग, यिनी चाहिँ संरक्षितभित्र पर्छन्। यदि 27वटा ती संरक्षित वन्यजन्तु मार्यो भने अथवा त्यसको कुनै अङ्ग ओसार पसार गर्यो भने अथवा त्यसलाई पक्रिन खोज्यो, लखेट्यो भने त्यसलाई चाहिँ 5 देखि 15 वर्ष कैद र 10 लाख रुपियाँसम्म जरिवाना छ त्यसको। र संरक्षित बाहेकका अन्य वन्यजन्तु मार्यो भने तपाईँको चाहिँ 1 वर्षसम्म कैद र तपाईँको 5 लाख रुपियाँसम्म जरिवाना चाहिँ छ। त्यो हामीले अब धेरै कारबाहीहरू चाहिँ गरेका छौँ। अब भलै के हो भने अब राम्रो पक्ष सल्यानमा चाहिँ त्यस्तो अवस्था आएको छैन होइन। नत्र म सुर्खेतमा बस्दाखेरि मैले त अब यस्ता वन्यजन्तुकादेखि लिएर यो वन्यजन्तु चोरी सिकारीका त धेरै मुद्दा करिब तपाईँको 20-30वटा मुद्दा चाहिँ अब दायर गरियो। त्यो अब दायर गर्नु पनि बाध्यता हुन्थ्यो। त्यहाँ के हुन्थ्यो भने अब अलिकति केन्द्र भयो, व्यापारिक केन्द्र भएको हुनाले त्यहाँ चाहिँ तपाईँको यो छालाहरू, बाघको छाला, त्यसपछि बाघको हड्डी, त्यसपछि यो तपाईँको भालुको पित्त होइन, कस्तुरीको बिना, यस्ता चाहिँ धेरै व्यापार हुन्थ्यो। त्यस्ता फेला पारेर धेरै मान्छेहरूलाई चाहिँ कारबाही चाहिँ भएको छ। त्यस कारणले यो कानुनमा चाहिँ अलिक कडै खालको छ यो वन्यजन्तुको चाहिँ। अब अन्त्यमा छौँ, के मैले सोध्न छुटाएको या आम नागरिकले सोध्न छुटाएको, यहाँलाई भन्न मन लागेको या सुझावपूर्वमा के व्यक्त गर्न? अब यहाँहरूको यो सहभागिता देख्दाखेरि मलाई एकदमै खुसी लाग्यो। यो नौलो शान्ति सामुदायिक वनले जुन यो आयोजना गरिदियो, यो त्यत्रो सहभागिता जुटाइदिनु भयो, त्यसको लागि नौलो सामुदायिक वन उपभोक्ता समूहलाई र यहाँका उपभोक्ताहरूलाई सबैलाई चाहिँ डिभिजन वन कार्यालयको तर्फबाट धेरै आभार व्यक्त गर्न चाहन्छु, धन्यवाद दिन चाहन्छु। र अर्को कुरा के भने सामुदायिक वनमा तपाईँहरूलाई यति अधिकार दिएको छ। सामुदायिक वन उपभोक्ता समूह भनेको अविच्छिन्न उत्तराधिकारवाला स्वायत्त संस्था हो। तपाईँहरू भनेको एउटा कार्यालय जस्तै हो। मैले अघि नै भने तपाईँहरूको विधान र यो चाहिँ कार्ययोजना 2टा किताब छ। त्यो भनेको तपाईँहरूको महाभारत भने पनि त्यही हो, बाइबल भागवत गीता भने पनि त्यही हो, बाइबल भने पनि त्यही हो, तपाईँको कुरान भने पनि त्यही हो। त्यसलाई यदि राम्रोसँग पढेर बुझेर कार्यान्वयन गरिदिनु भयो भने तपाईँहरू सामुदायिक वनमा एक त सफल भइरहनु भएको छ, अझै पनि तपाईँहरू सफलताको उचाइमा जानुहुन्छ, एउटा कुरा। र अर्को कुरा के छ भने हामी चाहिँ हाम्रा कर्मचारीहरू, हामी चाहिँ यो जिल्लामा खास गरेर सेवा गर्ने भावनाले चाहिँ हामी आएका छौँ र हामी शासन गर्ने हिसाबले होइन कि सेवाको भावनाले हामीले हाम्रा कर्मचारीहरूलाई चाहिँ काम गर्नुपर्छ, सेवा दिनुपर्छ भन्ने हिसाबले हामीले एउटा परिचालन गरेका छौँ। त्यस कारणले तपाईँहरूले के भने कुनै पनि प्राविधिक सहयोग चाहियो, कुनै तपाईँहरूलाई दुविधा भयो, कुनै कुरा बुझ्नु भएन भने जति बेला पनि 24 घन्टा तपाईँहरूले फोन गरेर सोध्नु सक्नुहुन्छ, गएर भेटेर सोध्न सक्नुहुन्छ। र तपाईँहरूलाई यहीँ स्थलगत रूपमै केही सहयोग चाहियो, प्राविधिक सहयोग चाहियो भने कर्मचारी माग्न सक्नुहुन्छ, उहाँहरूले दिनुहुन्छ, हामी दिन्छौँ। त्यो कुरामा तपाईँहरूलाई प्रतिबद्धता व्यक्त गरेँ। र अर्को कुरा के भने यो नियम कानुन भनेका के हुन् भने जनताका समस्या अड्काउने होइन अथवा अड्काएर समस्या सिर्जना गर्ने भनेर नियम कानुन बनाएको होइन कसैले पनि। र त्यो नियम कानुनलाई चाहिँ हामीले कसरी भने गाँठो फुकाउने हिसाबले, समस्या समाधान गर्ने हिसाबले चाहिँ प्रयोग गर्नुपर्छ। हामी त्यसरी चाहिँ नियम कानुनलाई चाहिँ उपयोग गर्छौँ, त्यो कुरा भयो। र अर्को यो वन संरक्षण गर्ने कुरामा खास गरेर वन चाहिँ तपाईँको यो काटेर प्रयोग गरेर विनाश चाहिँ हुँदैन। जति सकिन्छ कार्ययोजना अनुसारको तपाईँहरूले वन चाहिँ उपयोग गर्दा राम्रो हुन्छ एकदम। त्यो किनभने यो वन भनेको नवीकरणीय स्रोत हो क्या, कुनै खानीहरू खोज्दा खोज्दा सिद्धिहाल्छ खानी, तर यो वन चाहिँ तपाईँको के छ भने जति काटे पनि अब पलाउँछ, नयाँ आउँछ होइन। त्यो भावनाले वन नवीकरणीय स्रोत भावनाले यसलाई चाहिँ जति सक्दो धेरै सदुपयोग गर्नुपर्छ भन्ने मान्यता हो। र अर्को कुरा के भने वन संरक्षण गर्ने भनेको 2टा कुरा मात्रै गरिदिनु भयो भने वन संरक्षण आफै भइहाल्छ। एउटा चाहिँ तपाईँहरूले खुल्ला चरीचरण बन्द गरिदिनु भयो भने, जुन वन जङ्गलमा गाई बाख्रा हामीले छोड्थ्यौँ पहिला होइन, अहिले त धेरै ठाउँमा कन्ट्रोल भएको छ। यदि त्यो खुल्ला चरीचरण बन्द गरिदियो भने एउटा, र अर्को डढेलो नियन्त्रण गरिदियो भने वन चाहिँ आफै संरक्षण हुन्छ, आफै चाहिँ आउँछ होइन। त्यो चाहिँ वृक्षारोपणै गर्नु पनि पर्दैन। यदि हामीलाई नयाँ खालको कुनै प्रजाति चाहियो, नयाँ जडीबुटी चाहियो भने वृक्षारोपण गर्ने हो, नत्र भने
त्यो चाहिँ गरिन्छ। र अर्को कुरा अहिले भर्खरै यहाँ उठाउनु भयो एकजना हाम्रो उपभोक्ताज्यूले के भने यो सल्लोको मात्रै वन भयो होइन, अरू यसलाई हटाएर चाहिँ अर्को बनाउन पाए हुन्थ्यो, त्यस्तो भएको अझ राम्रो हुन्थ्यो भन्नुभयो। त्यो गर्न सकिन्छ, त्यो व्यवस्था तपाईँको कार्ययोजनामा यो कन्भर्जन फरेस्ट भन्ने हुन्छ एउटा होइन, त्यो बुँदा राखेर तपाईँको कुनै एउटा ब्लकमा निश्चित एरियामा तपाईँ 3 हेक्टर 4 हेक्टरमा 1 वर्षमा 3 हेक्टर 4 हेक्टरमा चाहिँ सल्लो पुरै हटाएर अरू चाहिँ चौडापाते वनलाई चाहिँ हामीले प्रवर्धन गर्छौँ भनेको तपाईँले कार्ययोजनामा राखेर यदि पास गर्नुभयो भने त्यो हामीले स्वीकृत गऱ्यो भने त्यो चाहिँ गर्न सकिन्छ। त्यसको लागि बरु तपाईँहरूलाई प्राविधिक सहयोग चाहियो भने त्यो कुरामा चाहिँ हाम्रो सब डिभिजन वन कार्यालयको हाम्रो यहाँ अधिकारी साहबहरू हुनुहुन्छ, उहाँहरूको नेतृत्वमा उहाँहरूले चाहिँ यसमा मजासँग सपोर्ट गर्न सक्नुहुन्छ। मैले अब यति नै कुरा राखेँ। अब सामुदायिक वन भनेको तपाईँहरूलाई वन दिएको, मैले अघि पनि भने जग्गा दिए होइन। कति ठाउँमा के भएको छ भने ल सामुदायिक वनमा बाटो खन्नु पऱ्यो अथवा कुनै विद्यालय बनाउनु पऱ्यो अथवा स्वास्थ्य चौकी बनाउनु पऱ्यो भने ल अब सामुदायिक वनको जग्गा दिने भनेर समितिले निर्णय गर्छ। त्यो चाहिँ गलत हो एकदमै होइन, कानुनी हिसाबमा त्यो पाइँदैन। किनभने तपाईँहरूको त्यो विधान कार्ययोजनाको अगाडिपट्टि कबिलियतनामामा तपाईँहरूले चाहिँ समितिका मान्छेहरूले त्यहाँ ल्याप्चे लाउनु भएको छ, सही गर्नुभएको छ। त्यसमा हामी यो काम चाहिँ गर्ने छैनौँ अथवा यो चाहिँ पालना गर्नेछौँ भने लेख्नु भएको। त्यसमा दुईवटा कुरा लेखाएको छ। एउटा के लेखाएको छ भने जग्गाको स्वामित्व नेपाल सरकारको हुनेछ भन्ने लेखाएको छ। अर्को के लेखाएको छ भने यदि सामुदायिक वनमा कुनै विकास निर्माण कामहरू गर्नुपर्ने अवस्था आयो भने डिभिजन वन कार्यालयको स्वीकृति लिएर अथवा डिभिजन वन कार्यालयसँग समन्वय गरेर मात्रै गर्न पाइनेछ भनेर प्रष्ट लेखाएको छ। तपाईँहरूले अब बेलुका गएर त्यो किताबको अगाडिपट्टिको हेर्नु होला, त्यसमा प्रष्ट छ। हाम्रो एउटा बानी के छ भने हाम्रो मुख्य दस्तावेज चाहिँ त्यही हो, कानुन भन्यो भने त्यही हो, संविधान भन्यो भने त्यही हो, त्यो विधान र कार्ययोजना त्यसलाई चाहिँ राम्रोसँग हेरिदिनु चाहिँ पर्छ। त्यो चाहिँ मैले त्यो चाहिँ आग्रह गरेँ। हस्, धन्यवाद। धन्यवाद। म अन्तिममा बागचौर नगर प्रमुखसँग जान चाहन्छु। जब अहिलेसम्म समष्टिगतमा केही कुराहरू उठान भयो त्यसको जवाबसहित प्रतिबद्धता पनि गर्नुभएको छ। अन्तिममा यो वन्यजन्तुहरूबाट क्षतिपूर्तिको कुरा पनि आएको छ होइन, सङ्घीय सरकारले दिने बाहेक यहाँले आफ्नै तरिकाले नगरपालिकाले केही त्यसमा अलिकति थप सहयोग गर्न सक्छ कि, एउटा कुरा। अर्को कुरा चाहिँ वृक्षारोपणको कुरा उठाउनु भएको थियो। अब वृक्षारोपण गर्ने असारमा पनि आउन सक्छ, यसका लागि योजना केही बनाउनु भएको छ र मैले यहाँलाई सोध्न छुट्याएको या आफूलाई भन्नु मन लाग्यो के छ भने राखिदिनु अनुरोध। धन्यवाद हाम्रो शिव सरलाई। अब यसमा सबैभन्दा अलिकति यो कानुनले पनि हामीलाई समस्या बनाएको छ, वन ऐनले पनि समस्या बनाएको छ होइन। यसलाई कसरी हामीले तपाईँको वृक्षारोपणमा जोड्ने, कसरी हाम्रा बागचौर नगरपालिकाका नगरवासीहरूलाई तपाईँको उत्पादनमा जोड्ने, कसरी रोजगारीमा जोड्ने होइन भन्दै गर्दाखेरि हाम्रो वन महासङ्घका विभिन्न चरणका बैठकमा पनि हामीले तपाईँको विभिन्न कुराहरू उठान भयो। कसरी हामीले यो बागचौर नगरपालिकालाई तपाईँको हराभरा भएको तपाईँको एउटा स्थानीय तह बनाउने होइन, यी बिचका सन्दर्भमा धेरै कुराहरू उठान भए। अब यो डिभिजन वन कार्यालयको कार्यालय प्रमुख यही भएको हुनाले म के अनुरोध गर्न चाहन्छु भने अब यो धेरैले कुरा उठाउनुहुन्छ। सामुदायिक वन र राष्ट्रिय वनको कुरा त छँदैछ होइन, व्यक्तिगत वन र निजी वन बनाउने कुरामा पनि कसरी प्रोत्साहन गर्न सकिन्छ होइन। व्यक्तिको नाममा दर्ता श्रेष्ठ भएको जग्गामा पनि हामीले तपाईँको बिरुवाहरू कसरी लगाउनलाई मान्छेलाई आकर्षण गर्ने, कसरी मान्छेलाई तपाईँको अब यसबाट बढीभन्दा बढी मुनाफा लिन सकिन्छ भनेर हामीले चेतना जगाउने भन्ने सन्दर्भमा बेला बेला कुरा उठे होइन। अब उठ्दै गर्दाखेरि के कुरा, यो सबै जनताको कुरा के उठ्छ भनेपछि हाम्रो बारीमा लगाएको धान, मकै, गहुँ, कोदो, फापर जे छ हामीले तपाईँको उत्पादन गर्छौँ। यो हामीले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म जति बेला हामीले उत्पादन गर्छौँ त्यसलाई सरल बिक्री वितरण गर्न लान सक्छौँ। तर आफ्नै जग्गामा हामीले बिरुवा रोप्यौँ, हामीले हुर्कायौँ, हामीले बढायौँ भनेपछि यसलाई बिक्री वितरण गर्नका निमित्त, यसलाई तपाईँको उत्पादनमा जोड्नका निमित्त अत्यन्त असजिलो भयो। यस कारणले हामीले तपाईँको बिरुवा लगाउँदै गर्दाखेरि थप झन्झट भएको महसुस भएको छ भनेर कुरा उठाउनुहुन्छ। अब यो कुरा उठाउँदै गर्दाखेरि अब वन ऐनले तोकेका कुराहरू त परिपालना गर्नु हाम्रो कर्तव्य रहन्छ। त्यसमध्येमा पनि कार्यालय प्रमुख भएको नाताले डिभिजन वन कार्यालयको हाम्रो कार्यालय प्रमुख जो डेप्सा पनि यही हुनुहुन्छ। यसलाई बागचौर नगरपालिकाका नगरवासीहरूलाई आफ्नो नाममा दर्ता श्रेष्ठ भएको जग्गामा हुर्काई बढाइ गरेका बोट बिरुवाहरू
बिक्री वितरण गर्नुपर्ने हकमा यसलाई छिटोभन्दा छिटो सजिलोभन्दा सजिलो होइन जनतालाई तपाईँको हामीलाई सधैँ वन कार्यालयले सहयोग गर्छ। हामीले अब आउने दिनहरूमा पनि आफ्नो जग्गामा पनि बिरुवा रोपेर उत्पादनमा जोड्नुपर्छ, रोजगारीमा जोड्नुपर्छ भनेर आकर्षण बढाउनका निमित्त कार्यालय प्रमुखको नाताले हाम्रो डेप साहबले पनि सजिलोसँग कार्य सम्पादनमा लाई अगाडि बढाउनु हुनेछ र केही भएका झन्झटहरूलाई पनि सकभर त्यसलाई गाँठो फुकाएर होइन निजी जग्गाहरूमा पनि बिरुवा रोप्ने र त्यसलाई तपाईँको उत्पादनमा जोड्ने, रोजगारीमा जोड्नका निमित्त आकर्षण बढोस् म यही शुभकामना दिन चाहन्छु। र डेप साहबलाई अनुरोध पनि गर्न चाहन्छु केही तपाईँको अलिअलि झन्झट तपाईँको आउँछन् होइन। अब प्रक्रिया त छँदैछ, प्रक्रियामा नगएर त हामीले बिक्री वितरण गर्न पाउने कुरै छैन होइन। हामीले त्यसलाई बागचौर नगरपालिकाको नगरवासी भएको नाताले त्यसलाई पूर्ण रूपले परिपालना गर्नु हाम्रो कर्तव्य रहन्छ र कर्तव्य रहँदै गर्दाखेरि पनि केही झन्झट आउने कुराहरूलाई सहजीकरण गर्नका निमित्त अलि सजिलो बनाउनका निमित्त यो अप्ठ्यारो भएको छ। त्यही बारीमा धान रोप्यो सजिलैसँग काट्नु पाइयो, त्यही बारीमा एउटा उत्तिस रोप्यो भनेपछि त्यसलाई हामीले रोजगारीमा जोड्ने होस् अथवा आय आर्जनमा जोड्ने होस् अथवा आफ्नै व्यक्तिगत प्रयोजन घर गोठ बनाउनका निमित्त होस् यसलाई अत्यन्त तपाईँको असजिलो भएको छ होइन। यसलाई कसरी सजिलोभन्दा सजिलो बनाउन सकिन्छ कार्यालय प्रमुखको नाताले अब यसलाई सजिलो बनाइदिनु हुनेछ भन्ने कुरा पनि म अनुरोध गर्न चाहन्छु। र यो व्यापक रूपमा उठ्याएको छ। तपाईँहरू बिरुवा रोप्नुहोस् भन्दै गर्दाखेरि हामीले तपाईँको विभिन्न वडामा हामीहरूले कुरा उठाउँदै गर्दाखेरि रोपेर के गर्नुहुन्छ, हामीले रोपेको बिरुवा तपाईँको वन कार्यालयको हुने भयो, हामीले रोपेको बिरुवा तपाईँको पुलिस प्रशासनको हुने भयो, हामीले रोपेको बिरुवा त्यो सरकारको हुने भयो भनेर जनताबाट यस्ता तपाईँको गुनासाहरू आइराखेका छन्। किन भयो त भन्दै गर्दाखेरि हामीले त हाम्रो बिरुवा काट्नका निमित्त कार्यालयसँग सोध्नुपर्ने भयो। त्यस कारणले हामी तपाईँको अलि यो कुरा हामीलाई नसिकाउनुहोस्, अरू बाँकी कुराहरूमा बरु जोडौँ भनेर कुरा उठाउनुहुन्छ र यसलाई अलि स्पष्टसँग छिटोभन्दा छिटो र सजिलोभन्दा सजिलोसँग कार्य सम्पादन गर्नका निमित्त यसको प्रक्रिया यसको भूमिका का निमित्त हाम्रो कार्यालय प्रमुखजीले यसलाई स्पष्ट बनाइदिनु भयो भनेपछि अझै राम्रो हुन्थ्यो जस्तो लाग्छ। धन्यवाद। हुन्छ डिपु सर। धन्यवाद। मेयर साहबको फेरि अब स्थानीय तहमा पनि जस्तै मेयर साहबले पनि अघि भन्नुभयो त्यस्तै गरेर हामी त्रिवेणी गाउँपालिकाले पनि तपाईँ 7-8वटा चाहिँ संरक्षण पोखरी, खास गरी यो संरक्षण पोखरी चाहिँ वनमा बनाउने संरक्षण पोखरी भने के भने यो चाहिँ वन्यजन्तु संरक्षणको लागि हुने एक र अर्को फाइदा के हो भने रिचार्ज पोखरीको रूपमा पनि काम गर्छ। त्यसले रिचार्ज पोखरी भने के भने त्यहाँबाट तल जमिनमा चाहिँ सोसिएको पानीले मूलहरू तपाईँको हाम्रा खानेपानीका मूलहरू चाहिँ अलिक दिगो रूपमा सधैँ 12 मास चाहिँ हुने खालको हुन्छ। त्यस कारणले यो संरक्षण पोखरीको कार्यक्रम हामी कहाँ हुन्छ, हामीले 3-4वटा सामुदायिक वनमा यो संरक्षण पोखरी बनाउँदैछौँ। हिजो मात्रै हामीले एउटा यता श्रीनगरको माथि खैरामाङतिरको एउटा सामुदायिक वनमा त्यो सर्वे गरेर हाम्रो इन्जिनियर साहब पनि आउनु भएको छ होइन। भन्नाले के भने पालिकाले अनि त्यो चाहिँ फेरि सामुदायिक वनसँग सहकार्य गर्ने गरेर यदि त्यो बजेट चाहिँ छुट्यायो भने त्यो चाहिँ एकदम राम्रो सफल हुन्छ यो कार्यक्रम एक। र अर्को अब मेयर साहबले भनेको के भने यो वास्तवमा भन्ने भने हामीले चाहिँ वनलाई चाहिँ वन खेतीको रूपमा परिणत गर्नुपर्छ भनेर पनि हाम्रो पक्षबाट पनि हामीले पनि धेरै ठाउँमा यो आवाज उठाएको छौँ। यो कुरा चाहिँ व्यापक रूपमा यहाँ मात्रै होइन यो अधिराज्यभरि नै यो चाहिँ एउटा राम्रो इस्यु बनाएको छ। त्यस कारणले सरकारले पनि बिस्तारै नीति के बनाएको छ भने एउटा चाहिँ तपाईँको एउटा अनुसूची बनाएको छ 23वटा प्रजाति, 23वटा प्रजातिमा यो उत्तिस चाहिँ 4-5 नम्बरमा कति यहाँ पर्छ होइन। त्यस्तै गरेर अब अर्को चाहिँ मसला, सिसौ, त्यस्तै गरेर विभिन्न खालका सल्लो, यी 23वटा प्रजाति चाहिँ के गरेको छ भने आफ्नो बारीको चाहिँ आफ्नै वडाभित्र चाहिँ लिनलाई काट्न र प्रयोग गर्नलाई केही पनि गर्नु परेन। अनि एउटा वडाबाट अर्को वडामा लिनु पऱ्यो भने स्थानीय तहले सहमति दियो भने त्यो पनि बनाएको छ नियम। र यदि अब एउटा स्थानीय तहबाट अर्को स्थानीय तहमा लिनु पऱ्यो भने चाहिँ तपाईँको जिल्लाको र अर्को जिल्लामा लिनु पऱ्यो भने त्यो चाहिँ डिभिजन वन कार्यालयको सहमति लिनुपर्ने, अनुमति लिनुपर्ने भनेको छ एक। र अर्को चाहिँ मेयर साहबले भने जस्तै जसरी धान चाहिँ हामीले ट्र्याक्टर काटेर चाहिँ आफ्नो मनचाहिँ गर्न पाउँछौँ त्यसै गरेर चाहिँ आफ्नै बारीको चाहिँ उत्तिस काटेर किन त्यो नदिएको होला सरकारले भनेर भन्नुभयो। यसमा एउटै कारण के छ भने अब उत्तिस चाहिँ तपाईँ जङ्गलमा पनि त्यस्तै खाले उत्तिस हुन्छ, यता बारीमा पनि त्यस्तै खाले उत्तिस हुन्छ। तर धान चाहिँ हुँदैन जङ्गलमा हेर्नुहोस् है, बारीमा मात्रै हुन्छ।
अनि समस्या के छ भने तपाईँको अब अलिकति नियत खराब राख्ने मान्छेहरूले के छ भने बारीको उत्तिस भनेर जङ्गलको उत्तिस चाहिँ काट्छन् भन्ने हिसाबले चाहिँ यो अलिकतै कम्ती भने छानबिन गर्ने उसको जग्गाको हो कि होइन त भनेर ल्याएर चाहिँ चेकजाँच गर्ने नाप्ने र जग्गाभित्र हो भने त्यसलाई चिन्ह लाउने टाँचा लाउने र त्यही टाँचा लगाएको मात्रै काट्यो भने फेरि आफू खुसी चाहिँ गर्न पाए उसले किनभने त्यसपछि चाहिँ सरकारले फेरि राजस्व पनि लिँदैन फेरि त्यो चाहिँ यदि बाहिर बेच्यो त्यो व्यक्तिले चाहिँ बाहिर व्यापारिक हिसाबले बेच्यो भने भ्याट मात्रै तिर्नुपर्छ राजस्व तिर्नु पर्दैन होइन तर आफू खुसी गर्नलाई आफ्नो घराइसी प्रयोगको लागि यदि काट्ने हो भने उसले चाहिँ कुनै केही भ्याट पनि तिर्नु पर्दैन कुनै राजस्व पनि तिर्नु पर्दैन त्यो व्यवस्था गरेको छ खास यो अप्ठ्यारो परेको कारण के हो भने त्यो खेती जस्तै गरेर धान गहुँ मकै जस्तै गरेर गर्न नसकेको कारण के हो भने त्यस्तै प्रजाति चाहिँ बाहिर पनि हुने भएकोले जङ्गलमा पनि हुने भएकोले यो जङ्गलको धेरै मिसाइदिने चाहिँ बदमासी बढी हुन्छ अब यो चाहिँ किनभने मिसयुज त भइहाल्छ त्यो सबै ठाउँमा अब यो वन भने के हो भने फेरि खुल्ला सम्पत्ति हो होइन तपाईँ हामी बारीमै भएको खेती त अब जङ्गल जनावरबाट बचाउन सक्दैनौँ भने वनमा भएको खुल्ला रुखलाई अब अङ्गला हालेर कसैले बस्न सक्दैन त्यस कारणले त्यो समस्याले गर्दाखेरि यो सरकारले चाहिँ यो नीति बनाएको हो तर सहज चाहिँ बनाउँदैछ यो कुरा चाहिँ अनि अर्को चाहिँ निजी वन चाहिँ दर्ता गर्ने अहिले व्यवस्था स्थानीय तहलाई दिएको छ होइन हामीले चाहिँ छानबिन गरी सिफारिस गरिदिने र निजी वन दर्ता गर्यो र अर्को निजी वन दर्ता गर्यो भने प्रमाणपत्रमा यदि त्यो चाहिँ उल्लेख भइसक्यो र निजी वन दर्ता गर्यो भने फेरि त्यो अनुमति लिनु चाहिँ पर्दैन फेरि त्यो जानकारी मात्रै दिए हुन्छ डिभिजन वनलाई उहाँहरूले मजासँग आफू खुसी चाहिँ गर्न पाइन्छ त्यो चाहिँ व्यवस्था छ हस् धन्यवाद खास गरी आज हामी बागसौर नगरपालिका वडा नम्बर 3 मा रहेको नौलो शान्ति सामुदायिक वनमा वन डडेलो नियन्त्रण व्यवस्थापन र जैविक विविधता संरक्षण सम्बन्धी रेडियो बहस सञ्चालन गऱ्यौँ। यो बहसमा हामीलाई समय उपलब्ध गराइदिनु भयो यस सामुदायिक वनका अध्यक्षज्यू, बागसौर नगरपालिकाका नगर प्रमुखज्यू, डिभिजन वन कार्यालयका प्रमुखज्यू, त्यसै गरी इपर्काका प्रमुखज्यू प्रतिनिधिज्यू, त्यसै गरी सब डिभिजनका प्रमुखज्यू या त्यसै गरी सामुदायिक वन महासङ्घका प्रमुखज्यू र अन्य यहाँ उपस्थित भएका सम्पूर्ण आम उपभोक्ता जीवहरूलाई रेडियो राप्तीको तर्फबाट धेरै धेरै आभार व्यक्त गर्न चाहन्छु र धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु जसले यो रेडियो बहस अहिलेसम्म रेडियोमा सुन्नुभयो, प्रत्यक्ष रूपमा हेर्दै हुनुहुन्छ। तपाईँ सम्पूर्णलाई पनि दर्शक महानुभावहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र यो कार्यक्रम रेकर्डिङदेखि स्टुडियोसम्म र भिडियोसम्म सम्पादन गर्नका लागि हाम्रो टिम सहकर्मी बुद्धिपुन र अमृत बुढाथोकीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु र यो बहसको सारांश निचोड चाहिँ के हो त भन्ने विषयमा प्रश्न र सारांशमा हामीले यत्रो छलफल गऱ्यौँ, सारांशमा के आयो त कुरा भन्ने विषयमा प्रश्नसहित यो कार्यक्रम समापन गरिदिन शारदा मिडिया सङ्गमका अध्यक्ष रमेश कुमार गौतमलाई अनुरोध गर्दै म कार्यक्रम प्रस्तुता शिवटाङ्गी पनि बागचौर नगरपालिका नम्बर 3 नौलो शान्ति सामुदायिक वनबाट बिदा हुन्छु। नमस्कार। रेडियो राप्तीको सञ्चालक संस्था शारदा मिडिया सङ्गमको अध्यक्षको तर्फबाट यहाँहरू सबैलाई स्वागत गर्न चाहन्छु, नमस्कार गर्न चाहन्छु र खास गरी अहिलेसम्मको जुन छलफल हामीले सुन्यौँ, तपाईँ हामी सबै छलफलमा सहभागी पनि भयौँ, तपाईँहरू हुनुभयो। त्योबाट चाहिँ यो कार्यक्रमको उद्देश्य चाहिँ हामीले खास गरी धेरै ठुलो कुरा भन्दा पनि 2-3वटा कुरा, एउटा कुरा भनेको सामुदायिक वन र त्यसको तपाईँको चाहिँ खास गरी अहिले सिजन पनि डढेरो लाग्ने सिजन हो, त्यसलाई चाहिँ नियन्त्रण गर्ने कुरा वा वनको व्यवस्थापनको कुरा वा वनलाई संरक्षण गर्ने सन्दर्भमा र वनको जैविक विविधताको संरक्षणको सन्दर्भमा यहाँका उपभोक्ताहरू र सरकारवाला निकायहरूको बिचमा चाहिँ एउटा छलफल गरिकन अवस्था के छ भनेर बुझ्ने र त्यो अवस्थालाई सुधार गर्नका लागि चाहिँ हामीले के गर्न सक्छौँ भनेर केही न केही एउटा चाहिँ तपाईँको छलफलबाट नयाँ निष्कर्ष निस्किन्छ भन्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको हो। यो कार्यक्रमको अहिले चाहिँ छलफलबाट पनि के कुरा आयो भन्दाखेरि खास गरी वनको संरक्षणका लागि र वनमा डढेलो लाग्न नदिनका लागि उपभोक्ताहरूले आफ्नो प्रतिबद्धता पनि व्यक्त गर्नुभयो गजबले। उहाँहरूले चाहिँ हामीले अहिलेसम्म लगाउन दिएका छैनौँ, अब लाग्न पनि दिन्नौँ भन्नुभएको छ। हाम्रो विश्वास के हो भने भोलि यहाँ वनमा आगो लाग्यो भने चाहिँ उहाँहरू यो बहस सुन्दै त्यो यो बहस सम्झिँदै त्यो आगो निभाउनुहुन्छ क्या, किनभने हिजो मात्रै हामीले हाम्रो वनमा आगो लाग्न दिएका छैनौँ भनेर भनेका छौँ, अब आज चाहिँ लाग्यो भने त एक खालको त्यो हामीले गफ गरेको त गफै हुने भयो भनेर उहाँहरू अझ बढी क्रियाशील हुनुहुन्छ। अनि यो वरिपरिका सामुदायिक वनलाई के पर्छ भने नौलो शान्ति सामुदायिक वनले चाहिँ आगो लगाउन नदिने, मतलब लाग्न नदिने, अनि हामीले चाहिँ किन दिने त भनेर अरूलाई पनि यसको चाहिँ सन्देश जान्छ र एक हिसाबले वनमा डढेलो लाग्नबाट जोगिन्छ। डढेलो लाग्न जोगिनु भनेको के हो भन्दाखेरि जैविक विविधताको संरक्षण हुनु हो। डढेलो लाग्न नदिनु भनेको के हो त भन्दाखेरि वन यिनी रुख बिरुवाहरूदेखि लिएर हुर्किँदै गरेका सबै बिरुवाहरू चाहिँ बचाउनु हो।
त्यस हिसाबले चाहिँ त्यो खालको काम भइदियो भने पनि त्यसले धेरै एउटा चाहिँ राम्रो पार्छ। यो जलवायु परिवर्तनको सन्दर्भमा यो वायुमण्डलको तपाईँको चाहिँ अहिले चाहिँ धुवा धुलो प्रदूषण यो खालको कुरामा पनि कम्तीमा रोकिन्छ भन्ने एउटा सानो उद्देश्यले हामीले यो छलफलको कार्यक्रमको आयोजना गऱ्यौँ। यो छलफलमा चाहिँ तपाईँहरूले गजबको प्रतिबद्धता व्यक्त गर्नुभयो। झन् यता जुन जवाबदेहीको रूपमा बस्नुभएका अतिथिहरूले कुरा गरेको सुन्दाखेरि त मलाई कति मजा आयो भन्दाखेरि जस्तो बागचौर नगरपालिकाका मेयरले प्रतिबद्धता व्यक्त गर्नुभयो। खास गरी यो 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 वनलाई चाहिँ उहाँले अत्यन्तै प्रायोरिटीमा राखेको भनौँ न, अत्यन्तै महत्त्वको रूपमा राखेको, यो हाम्रो जीवन र जगतसँगै जोडिएको विषयवस्तु हो भनेर कुरा राख्नुभयो। त्यो एउटा ठुलो उपलब्धि हो। स्थानीय सरकारले त्यति बुझ्नु र यो वन संरक्षणका लागि त्यति पहल लिनु भनेको चाहिँ त्यो एउटा आफैमा अत्यन्तै ठुलो उपलब्धि हो जस्तो लाग्छ मलाई। त्यस हिसाबले उहाँको कुरा एकदम राम्रो छ। त्यसपछि डिभिजन वन कार्यालय सल्यानका प्रमुखजीले पनि कस्तो हुन्छ भन्दाखेरि कहिलेकाहीँ चाहिँ मैले अरू ठाउँमा कतिपय देख्ने गरेको छु, यहाँ अन्यथा भने होइन मैले, तर एउटा काली छोपिहाल्ने, छोपिसकेपछि यो काली छोप्न हुँदैन वा एउटा घोरल मारिहाल्ने, यो मार्न हुँदैन भन्ने कुरा त मलाई थाहा थिएन भन्ने पनि आउँछ नि कतिपय प्रसङ्गमा। तर डेपु साहब यहाँ आएर तपाईँको चाहिँ यसो कानुनी व्यवस्था यति छ, तपाईँले घोरल मार्नुभयो भने यति वर्ष जेल हुन्छ, अनावश्यक रूपमा हामीले चाहिँ दुःख पाउँछौँ भन्ने खालको कुरा मात्रै गरिदिनु भयो भने यहाँ भएका तपाईँको चाहिँ करिब 100 जना जतिले यो वरपरका सामुदायिक वनमा फैलिँदै गयो भने त हजारौँ कहाँ पुग्छ नि हजुर यो सन्देश। त्यस हिसाबले त्यति मात्रै होइन, रेडियोबाट भोलि बज्छ, यो टेलिभिजनमा हामी चाहिँ प्रसारण पनि गर्छौँ यसलाई। त्यति भयो भने तपाईँको यसले चाहिँ हजारौँमा हुँदै लाखौँमा तपाईँको चाहिँ यो सन्देश पुग्यो भने त्यसले पनि यो खास गरी वन्यजन्तुहरूको संरक्षणका लागि पनि यसले योगदान पुर्याउँछ जस्तो लाग्यो मलाई। त्यसै गरी अरू सबै सरकारवालाहरूले जसरी आफ्नो प्रतिबद्धता व्यक्त गर्नुभएको छ यो मलाई एकदमै राम्रो लाग्यो। 2-3वटा कुरा चाहिँ एकदम प्रतिबद्धता देखिने गरी आगामी वर्ष आएर सोध्यौँ भने भयो कि भएन हजुर भन्न सक्ने गरी पनि केही कुरा आएका छन्। जस्तो रिचार्ज पोखरीको कुरा हामी चाहिँ पहिले पनि गरेका छौँ, अब पनि थप गर्छौँ भनेर चाहिँ हाम्रो मेयर साहबले प्रतिबद्धता व्यक्त गर्नुभएको छ। हामीले कहिलेकाहीँ मिडियाका साथीहरूले, कहिलेकाहीँ रेडियो राप्तीका साथीहरूले कहिलेकाहीँ पोहोर साल चाहिँ यसो भन्नुभएको थियो नि मेयर साहब भयो कि भएन भनेर आउँदाखेरि पनि त्यो तपाईँको चाहिँ भनेका थियौँ त्यो गर्नुपर्छ भन्ने एउटा हुटफुटी पनि जाग्छ। त्यस हिसाबले पनि राम्रो भयो। अर्को कुरा भनेको चाहिँ अब केही सामग्रीहरू आगो लागि नियन्त्रणका लागि केही सामग्रीहरू अहिले पनि दिइरहेका छौँ, यद्यपि पुगेन भने हामी अझै पनि दिन्छौँ भन्ने कुरा पनि त्यो एउटा आफैमा एउटा एकदम राम्रो कुरा हो। आत्मविश्वास त कम्तीमा केही पर्यो भने सामग्री चाहिँ हामी पाइहाल्छौँ भन्ने अशोक साहबले जो कुरा गर्नुभएको थियो त्यो पनि पर्यो उहाँहरूलाई। त्यो यो सबै कुराले गर्दाखेरि चाहिँ मैले यो कार्यक्रम चाहिँ आज एकदम सफल भएको उद्देश्यलाई चाहिँ यसले मिट गरेको भन्ने चाहिँ अनुभूति गरेको छु। यो सबै चाहिँ यो कार्यक्रममा उपस्थित हुनुभएका जवाबदेहीदेखि लिएर सबै सहभागीहरूलाई धेरै धन्यवाद। यो शान्ति नौलो शान्ति सामुदायिक वनका अध्यक्ष लगायत यहाँका सबै पदाधिकारीलाई धेरै धन्यवाद दिँदै अब यो हाम्रो सञ्चालक संस्थाको हिसाबले रेडियो राप्तीको यो टिमलाई चाहिँ जसरी यो कार्यक्रम म्यानेज गर्नुभयो त्यसका लागि उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद दिँदै म चाहिँ बिदा हुन्छु। धन्यवाद।